Namaste and welcome to the Sona Mathew Show. There are moments in life when everything suddenly changes. A single diagnosis can bring fear, uncertainty, and question no one is ever prepared to answer. Today, we are joined by Subeksha Ghimire, a breast cancer survivor who faced one of her life's most difficult battles and found the strength to keep moving forward. Her story is not only about cancer, it is about silent tears, difficult mornings, the hands that held her when she felt weak, and the hope she protected even on days when hopes felt far away. Subeksha ji, thank you for opening your heart and sharing your journey with us. Welcome to the Sona Mathew Show. So thank you so much Subeksha ji तपाईले मेरो इन्भिटेसन मान्नुभयो र यो क्यान्सरको लागि अवेयरनेस हामीले जुन हाम्रो उद्देश्य छ त्यसमा तपाईले पार्टिसिपेट गरिदिनु भयो थ्यांक यू सो मच बिफोर वी स्टार्ट केही पनि मेडिकल कुराहरू गर्नुभन्दा अगाडि हजुरको जस्तो सुबेक्षा घिमिरे भनेर मेडिकलको कुराहरू त साइडमा राख्ने हो भने पनि सुबेक्षा घिमिरे भनेपछि मान्छेहरूले कसरी चिन्ने हु आर यु हजुरले आफूले आफूलाई एक्सप्लेन गर्नु पर्दाखेरि हाउ विल यु इन्ट्रोड्युस योरसेल्फ एकदमै गाह्रो क्वेसन सोध्नुभयो तर मलाई लाग्छ म यस्तो मान्छे हो कि मलाई सिक्न कसैलाई त्यो सिकेको कुरा हेल्प गर्न क्युरियोसिटी जुन भन्छौँ नि हामी त्यो क्युरियस माइन्ड राख्न चाहिँ मलाई एकदमै मनपर्छ आइ एम समवान हुज अलवेज क्युरियस जहिले पनि लर्न गरिरहेको जहिले पनि ट्राइङ टु रिच आउट टु पिपल अब क्यान्सरको बारेमा त पछि कुरा हुन्छ तर त्यही पनि स्पेसली क्यान्सर भइसकेपछि चाहिँ मेरो एउटा अर्को चाहिँ के आछ भने एज अ पर्सन हु आई एम हेल्प गर्न चाहिँ मनपर्छ मलाई अवेरनेस यसको बारेमा कुरा गरेर कसैलाई रिच आउट गर्ने हो भने किन मलाई कोहीसँग हेल्प गर्नको लागि चाहिँ सो द्याट्स हु आई एम होइन I have a great family मेरो छोरी छ हस्बेन्ड माई पेरेन्ट्स अब त्यो त सबैजनाको हुन्छ तर आई थिङ्क एज अ पर्सन द्याट्स हु आई एम अनि कामहरू त छँदैछ बेग्लै साइडमा एज एन अन्टरप्रेनर सो सुबेक्षा घिमिरे भनेपछि हजुरको भर्जन मैले सर्टमा भन्ने हो भने एन एम्पेथेटिक पर्सन हु इज अलवेज रियली विलिङ टु हेल्प जसले समाजमा केही पनि कुराहरू आफूलाई थाहा छ भने त्यो कुराहरू बुझ्ने र त्यो कुराहरू चाहिँ फैलाउनको लागि चाहिँ यु आर अ पर्सन हु लभ्स डुइङ द्याट हजुर ट्राइङ टु ओके सो हजुरको नर्मली लाइक यो मेडिकल मैले फेरि पनि भने साइडमा राख्ने हो भने हजुरको डे टु डे लाइफ नर्मल अर्डिनरी लाइफ चाहिँ कस्तो जान्छ एभ्री डे हजुरको स्केड्युल लाइफ कसरी चलिरहेछ मेरो एभ्री डे स्केड्युलमा त अब सबै कम्पोनेन्टहरू अलिअलि आउँछ होइन म युजुअली बिहान उठेर अलिकति प्राणायाम गरेर मेरो फिजिकल हेल्थलाई मैले एकदम प्रायोरिटी दिन्छु त्यस कारण जिम जाने मेरो स्ट्रेन्थ ट्रेनिङ भयो या योगा भयो त्यसमा ध्यान दिने प्लस मेरो छोरीको स्केड्युल भयो प्लस अलिकता काम पनि भयो आफ्नो होइन त्यो पनि गर्नु पर्यो सो माइन्डलाई अक्युपाई राख्नको लागि चाहिँ जे हुन्छ त्यो नै गर्दाखेरि त दिनमा कहिलेकाहीँ चाहिँ टाइमै नपुग्या पनि जस्तो हुँदो रहेछ सो हजुर युआर मोर इन्टु हजुरलाई फिटनेस योगा आफ्नो शरीरप्रति चाहिँ सचेत हजुर आफ्नो मेन्टल हेल्थ र फिजिकल हेल्थ दुइटै भनौँ न त्यसको लागि चाहिँ मैले इक्वल त्यसको प्रायोरिटी दिएर नै मलाई मेरो दिनदिनै जस्तो अब हाम्रो ह्याबिट बन्छ नि दाँत मान्ने कपाल कोर्ने त्यो सबै जस्तै गरेर नै मेरो एक्सर्साइज गर्ने चाहिँ त्यस्तै भइसक्यो अहिले ओके जस्तो डेली लाइफमा जुन हजुरले भर्खर मेन्टल हेल्थको पनि कुरा गर्छौ के कुराले हजुरलाई खुसी बनाउँछ वाट इज इट द्याट मेक्स यु ह्याप्पी डे टु डे लाइफमा मलाई त त्यो सानो सानो कुराले नै खुसी बनाउँछ मलाई चाहिँ कस्तो लाग्छ भने धेरै ठुलो कुरा खोजेर आफूलाई खुसी बनाउनु सट्टा
त्यो दिनदिनै नहुन पनि सक्छ नि त सो दिनदिनै नखुसी नहुने पनि त भएन सो दिनदिनैको जुन सानोतिनो कुरा हुन्छ जुनमा हामीले त्यति माइन्ड सायद लगाउँदैनौँ होला तर त्यो हेरेर नै म खुसी भएर आफ्नो मन प्रसन्न गरेर नै दिन बिताउन चाहन्छु अब जस्तो जिमकै कुरा गर्दा फिटनेसकै कुरा गर्दा भनौँ अब आज लिफ्ट गर्यो रे होइन या 30 मिनट एक्स्ट्रा हिँडे रे म भनेर भन्दाखेरि नै म त्यसमा नै आफूलाई अचिभमेन्ट सोचेर आफूलाई खुसी राखेर अगाडि बढ्न चाहन्छु अब जस्तो आफूले सोचेको प्लान गरेको जुन हामीले प्लान गरिन्छ नि दिनमा म यो गर्न चाहन्छु भनेर एउटा म चाहिँ मेरो बानी चाहिँ कस्तो छ भने अझ लेख्न मन लाग्छ मलाई सो एभ्रीडे बिहान उठेर म टु डु लिस्ट जस्तो लेख्छु सो त्यो टु डु लिस्टबाट पनि मैले एम गरेको कुराहरू भयो भने पनि मलाई त्यसमा पनि खुसी लाग्छ जो मान्छेमा ग्र्याटिट्युड बढी हुन्छ त्यो मान्छे बढी खुसी हुन्छ अरे हजुरको जुन भर्जनबाट चाहिँ म यो बुझ्छु कि हजुर युआर अ पर्सन हु इज फुल अफ ग्र्याटिट्युड जे कुराको पनि ल आइएम भेरी ह्याप्पी द्याट यस्तो सानो होला अब जिममा आधी घन्टा या वेट लिफ्ट गऱ्यो भने त मान्छे खुसी हुँदैन नि त मैले त यो गरेको थिएँ भनेर भन्छ सो द्याट इज सो नाइस हजुरसँग जब मैले फर्स्ट टाइम भेटेँ मेरो रेस्टुरेन्टमा भेट्दाखेरि मलाई लाग्यो कि हजुर यु आर सच अ बोल्ड वुमन जुन मान्छेहरू भोकल हुँदैन नि आफ्नो जे कुराहरू सोचेको छ या मनमा जे कुराहरू छ त्यो कुरा मुखमा ल्याउनलाई एकदम गाह्रो मान्छन् मान्छेहरू तर हजुरलाई फर्स्ट टाइम भेट्दाखेरि मैले यसो सोचेको थिएँ पडकास्ट त गर्छु भने मैले सी इज सच अ स्ट्रङ हेडेड यस्तो मान्छे मैले अघि पनि भनिरहेको थिएँ आई वाज इन्टिमिडेटेड भनेर बिकज यु आर सो अपफ्रन्ट बोल्ड जे हो त्यो कुराहरू हक्काहक्की भन्ने जो मान्छेहरूसँग अलिकति हच्किन्छन् नि मान्छेहरू नट लाइक एन्ड बट आई रियली लभ यर पर्सनालिटी द थिङ द्याट यु हेभ गन थ्रु इन लाइफ आई नो मैले यो पडकास्ट गरेर रिपिटेडली भनिरहेको छु कि मलाई आफैलाई पनि क्यान्सर भयो भनेर भनेको बेसिसमा मैले यो क्यान्सरको पडकास्ट सिरिजहरू निकाले हो र क्यान्सरको कुरा गर्दै जाँदाखेरि मान्छेहरूले क्यान्सर सर्भाइभर भन्छ कि सो क्यान्सर सर्भाइभरको हजुरको डेफिनेसन के हो मलाई साँच्चीकै नै भन्नु पर्दाखेरि मलाई क्यान्सर सर्भाइभर भन्ने शब्द नै मन पर्दैन मलाई मन पर्दैन किन भन्दा त्यसले दुई कुरा गर्छ एउटा चाहिँ सर्भाइभ गर्यो भनेर तर त्यो हामी सर्भाइभ गरेको होइन वी लिटरली फट अ वार एन्ड वी केम थ्रु होइन सो त्यो भए हुनाले त्यो एउटा भयो अनि अर्को चाहिँ क्यान्सरले नै सबै कुरा डिफाइन भयो के त्यसले गर्दाखेरि चाहिँ क्यान्सर सर्भाइभर भन्दाखेरि र मेरो जिन्दगीमा क्यान्सर मेरो एउटा ठुलो एकदमै महत्त्वपूर्ण फेज थियो एउटा एकदमै इम्पोर्टेन्ट फेज थियो होइन मेरो लाइफको तर मेरो लाइफै मात्र क्यान्सर त होइन नि मेरो लाइफ क्यान्सर बाहेक पनि मेरो एउटा लाइफ छ होइन म कोही अरू हुँ भनेर त्यो चाहिँ डिफाइन गरेन कि सबैजनाले त्यो क्यान्सर सर्भाइभरसँग एसोसिएसन गर्यो भने चाहिँ त्यो चाहिँ ल्याक हुँदो रहेछ यस मलाई क्यान्सर भयो मैले भएन भनेको होइन र मैले अहिले यसैमा धेरै जसो काम गर्न ट्राई गर्छु होइन अवेरनेस रेज गर्न ट्राई गर्छु पिपललाई रिच आउट गरेर हेल्प गर्न मद्दत गर्न खोज्छु तर त्यो मात्र त होइन नि होइन किन हामीलाई क्यान्सर कस्तो पनि हुँदो रहेछ भने क्यान्सर एउटा हाम्रो हेल्थसँग एसोसिएटेड एउटा कुरा हो तर हामीलाई लाइफमा यस्तो खालको कुराहरू त जहिले पनि आइजाइ हुन्छ नि क्यान्सर मात्र होइन अरू धेरै कुरा पनि हुन्छ नि सो त्यसमा पनि कसरी डिल गर्ने पनि त हुन्छ नि होइन सो त्यसले गर्दाखेरि चाहिँ मलाई त्यो क्यान्सर सर्भाइभर भन्ने वर्ड मन पर्दैन तर कहिलेकाहीँ युज पनि गर्न जरुरी छ होइन किन मान्छेहरूलाई भन्दाखेरि मलाई क्यान्सर भएको थियो त भनिन्छ तर अरूहरूले पनि इन्ट्रोड्युस गर्दाखेरि भन्नुहुन्छ र त्यसमा मैले त्यस्तो केही भन्दिनँ तर मलाई पर्सनली चाहिँ त्यो शब्द चाहिँ त्यति मन पर्दैन त्यो मलाई पनि यस्तो लाग्छ कि जस्तो मैले फर्स्ट क्वेसन हजुरलाई सोधेको थिएँ कि शुभेक्षा घिमिरे भनेको को हो अब हामीलाई रुगाखोकी लाग्छ होला मेरो अपरेसन भयो एपेन्डिसाइटिसको अब एपेन्डिसाइटिस अब सर्भाइभर यो भनेर आइडेन्टिटी आफ्नो मान्छेको कोही आइडेन्टिटीलाई कुनै रोगसँग नै एसोसिएसन गरेर त्यो मान्छेको आइडेन्टिटी नै डोमिनेट गर्छ जस्तो लाग्छ मलाई त्यही भएर पनि मलाई क्यान्सर सर्भाइभर भन्ने कुरा मान्छे त मान्छे हो नि वाट एभर इज गोइङ थ्रु यर बडी युआर गोइङ थ्रु समथिङ द्याट इज इन यर बडी बट द्याट इज नट यर आइडेन्टिटी त्यो चाहिँ म एकदमै मान्छु बट ह्याभिङ सेड दिस आई वुड रियली वान्ट टु थ्याङ्क यू किनभने आफ्नो स्टोरिजहरू बाहिर कुरा गर्दैनन् अघि पनि हामीले बिफोर रोलिङ हामीले कुरा गर्दै थियौँ कतिजना मान्छेहरूले
आफूलाई भएको कुराहरू ओपनली भन्दैन इभन मैले हजुरलाई यो पनि भनेको थिएँ कि जब मलाई भनेको थियो कि मलाई क्यान्सर छ भनेर मैले घर परिवारमा पनि कसैलाई पनि भने फर्गेट अबाउट फ्रेन्ड्स मैले इभन आफ्नो घर परिवारमा पनि भनिनँ बट बिइङ अ वुमन स्टोरी सेयर गर्न एन्ड ओपनली बाहिर स्टोरी निकाल्नु इजन्ट इट भेरी च्यालेन्जिङ हजुरले हाउ डिड यु स्टार्ट एकदमै गाह्रो छ इट्स नट इजी यो कुरा चाहिँ कहिलेकाहीँ चाहिँ मैले मान्छेहरू भेट्छु जो क्यान्सर भए हुन्छ या केही एकदमै ठुलो प्रब्लममा फँसे हुन्छ दे डोन्ट लाइक टु टक अबाउट इट अनि म त्यो पनि उनीहरूको रेस्पेक्ट गर्छु किन म बुझ्छु कतिको गाह्रो हुन्छ भनेर तर मलाई चाहिँ के लाग्यो भने मेरो क्यान्सर हुँदाखेरि त्यो बेलामा त डे टु डे कसरी बाँच्ने कसरी उ गर्ने भन्ने कुरा नै भयो तर पछि गइसकेपछि मलाई के लाग्यो भने मैले कति कुरा नथाहा पाएको रहेछ त्यो अरूलाई थाहा पाएको भए हेल्प हुन्थ्यो कि मद्दत हुन्थ्यो कि त्यो मान्छेलाई अलिकता सहानुभूति पाउँथ्यो कि त्यो मान्छेले होइन भनेर मलाई त्यहाँबाट त्यो आइसकेपछि चाहिँ मैले मेरो आफ्नो पर्सनल फियर प्रब्लम किन मैले किताब पनि लेखेँ होइन त्यो किताब लेख्दाखेरि मलाई मेरो लगभग 5 वर्ष अगाडि लेखेँ मैले किताब त्यतिखेर मेरो क्यान्सर भएको 5 वर्ष भइसकेको थियो सो त्यो किताब लेख्दाखेरि मैले एउटा कुरा सोच्नु परेको थियो म क्यान्सर हुँदाखेरिको मेरो इमोसन मेरो फिजिकल ट्रिटमेन्टको बारेमा सजिलो थिएन कतिचोटि त रोएँ किताब लेख्नलाई बन्द गरेर राखेँ टुक अ ब्रेक होइन इमोसनल जर्नी भयो तर फेरि लेखेँ किन भन्दा जरुरी थियो त्यो मान्छेहरूलाई अवेरनेस गर्नलाई जनचेतना जगाउनको लागि एकदमै जरुरी थियो र स्पेसली हाम्रो कल्चरमा भनौँ न हाम्रो समाजमा म नेपाल मात्र भन्दिनँ कि यो त अब अरू यो विदेशको समाजलाई पनि हुन्छ तर हाम्रो साउथ एसियन समाजमा सेक्सुअल र रिप्रोडक्टिभ राइटको बारेमा कुरा गर्नलाई हिचकिचाउँछन् मान्छेहरू इट्स अ ट्याबु कुरा गर्दैनन् नि आमाले छोरीसँग कुरा गर्दैन बाउले छोरासँग कुरा गर्दैन अर इभन बाउले छोरीसँग होइन सो त्यो भएको भावनाले चाहिँ मैले मेरो आफ्नो एक्सपिरियन्स सेयर गरेर अलिकता कहाँ त्यो ट्याबुलाई पुश गरेर म अगाडि बढ्न सक्छु त भनेर त्यही कुरा मेरो माइन्डमा लिएर मैले किताब लेख्न जरुरी सोचेँ र यो बोल्न जरुरी सोचेँ राइट सो यो जुन हजुरको क्यान्सर करी एन्ड मी भनेर जुन किताब छ यो किताबको कुरा गर्दैछु म यो किताबमा जसरी हजुरले लेख्छ छ नि कि यो करेला मोमो म एउटा दुईटा त म यो पढेर पनि दिस इज इन नेपाली इङ्ग्लिस र अरू कुन ल्याङ्ग्वेज एउटा आफू बर्मिजमा पनि ट्रान्सलेट भइसक्यो नेपाली मैले चाहिँ इङ्ग्लिसमा लेखेको अनि नेपालीमा ट्रान्सलेट भएको छ अनि बर्मिजमा पनि ट्रान्सलेट भएको छ ओके सो जसरी यो किताबहरू लेखियो नि मलाई पनि अब एकदम किताब पढ्ने एकदम धेरै सोख छ मलाई मान्छेहरूको किताबमा चाहिँ पर्सपेक्टिभ्सहरू बुझिन्छ जस्तो लाग्छ मलाई सबैजना मान्छेहरूको दिमागमा एउटै कुराहरू हुँदैन र जुन यो किताबको माध्यमबाट जुन हजुरले सोसाइटीमा र मान्छेहरूलाई अवेर गराउन खोजिराख्छ त्यसको लागि जुन अघि हजुरले भन्छु नि कि म कति बेर रोए पनि उ गरेँ किताब बन्द गरेर राखेँ पनि थ्याङ्क यू फर राइटिङ दिस बुक सुभिक्षाजी बिकज मलाई थाहा छ कि त्यो लेख्नु सम्झिनु भनेको युआर रिलिभिङ द्याट मोमेन्ट कति गाह्रो हुन्थ्यो होला थ्याङ्क यू सो मच तपाईँले यो किताब लेख्नुभयो र किताब पढ्दाखेरि मलाई 100% थाहा छ कि मान्छेहरूले धेरै पोजिटिभ थटहरू लिएर जान्छ जस्तो लाग्छ मलाई र सबैभन्दा फर्स्टमा त आई वुड वान्ट नो कि यो जुन करेलाको अचार बेटर ट्रुथ हुन्छ नि मोमो अब जुन रेडियोथेरापीलाई सेकुवा यो भनेर राख्नुको नि दिस इज लाइक भेरी इन्ट्रेस्टिङ किनभने किताब लेख्दाखेरि इन द्याट टु इन दिस सेन्सिटिभ टपिक एन्ड द सेन्सिटिभ भन्दा पनि द पेन द्याट यु हेभ गन थ्रु इन लाइफ त्यसको त यो विस्तृत रूपमा यो रूपान्तरण हो नि त त्यो लेख्दाखेरि हजुरलाई यो इन्ट्रेस्टिङ बनाउनु पर्छ भन्ने हजुरको दिमागमा आएको थियो कि कसैले सजेस्ट गर्यो कि इट केम इन्टु योर हेड किनभने कोही पनि मान्छेले यत्रो आफ्नो जिन्दगीको यस्तो गाह्रो कुराहरू यस्तो इन्ट्रेस्टिङ वेमा लेख्नुको यसको इन्सपिरेसन के हो अर समबडी सजेस्टेड यु होइन यो चाहिँ कस्तो हो भने मलाई पहिलादेखि खानाको शौकिन तर हजुरलाई हेरेर चाहिँ देखिँदैन खानाको शौकिन जस्तो चाहिँ तर मलाई खानाहरूमा खानेकुराहरूमा पहिलादेखि नै धेरै इन्ट्रेस्ट थियो अनि मलाई चाहिँ कस्तो लाग्यो भने म यो क्यान्सर जर्नी भइरहेको बेलामा चाहिँ कति पटक चाहिँ
मेरो अलिकता मलाई लाग्छ अब म त्यो भन्न सक्छु होइन मैले प्रब्लली तपाईँले मेरो पेरेन्ट्सलाई सोध्नुभयो भने या मेरो प्राइमरी केयर गिभर जो मेरो श्रीमान हुनुहुन्छ मेरो पेरेन्ट्सहरू हुनुहुन्छ उहाँहरूलाई सोध्नुभयो भने त्यस्तो पर्सपेक्टिभमा हेर्नुहुन्छ कि हुँदैन मलाई थाहा छैन तर मलाई चाहिँ कस्तो लाग्यो भने कुनै कुनै बेलामा चाहिँ मैले अलिकता ह्युमरसली पनि हेरेँ कि मेरो जुन जर्नी छ किन हो क्यान्सर भनेको एकदमै ठुलो कुरा हो एकदम गाह्रो पनि हुन्छ र इमोसनल टर्मोइल पनि हुन्छ एकदमै होइन तर एट द सेम टाइम लाइफमा आफूले ह्युमर देखेन भने सानो सानो कुरा अप्रिसिएट गरेन भने त लाइफको मतलब त के भयो त होइन त्यो भए हुनाले मलाई याद छ सो मैले यो म अहिले आउँछु यो च्याप्टरको नामको बारेमा तर म एउटा इक्जाम्पल दिन्छु फर इक्जाम्पल मेरो कपाल सबै झऱ्यो अनि कपाल झरिसकेपछि म अझ स्याम्पू युज गरिरहेको थिएँ कि अनि आफै हाँस उठ्यो म किन स्याम्पू युज गरेर मेरो टाउ आई क्यान जस्ट युज बडी वास भनेर होइन सो त्यस्तो त्यस्तो कुरा मलाई सोचेर आफैलाई हाँस उठ्थ्यो होइन सो त्यो मेरो आउटलुक थियो मेरो क्यान्सरको बारेमा कि नत्र मैले खाना पकाइरहेको बेलामा स्टिम आउँथ्यो अनि म टाउको यसो गरेर निहुरेर कपालमा लगाउँथेँ कि स्टिम मेरो पछि कपाल राम्रो होस् भनेर होइन सो मैले चाहिँ त्यसरी हेरेँ सो त्यो हेर्दाखेरि चाहिँ जब मैले क्यान्सर ट्रिटमेन्ट गर्दाखेरि चाहिँ मलाई नै झलक झलक अलिअलि याद छ मैले भने मेरो अब जस्तो म्यासेक्टमी भयो होइन म्यासेक्टमी भनेको सरी टु इन्टरप्ट त्यो भने चाहिँ के हो सो म्यासेक्टमी भनेको चाहिँ स्तन काटेर फ्याल्ने होइन डबल म्यासेक्टमी भने दुईटै ब्रेस्ट काटेर फ्याल्ने एउटा बाइल्याट्रल भन्छ त्यसलाई चाहिँ अनि सिङ्गल कहिलेकाहीँ कसैको सिङ्गल हुन्छ मेरो चाहिँ क्यान्सर एउटा साइडमा मात्र थियो त्यस कारण मेरो एउटा साइड मात्र स्तन काटेर फ्याल्यो सो स्तन काटेर फ्याल्दाखेरि चाहिँ सर्जरी डिफ्रेन्ट तरिकाको हुन्छ तर मेरो केसमा चाहिँ कस्तो भएको थियो एन्टायर राइट साइडको मसल पुरा काटेर फ्याल्यो अलङ विथ द ब्रेस्ट होइन सो त्यो हुँदाखेरि चाहिँ मलाई चाहिँ अनि पछि इम्प्लान्ट गरेँ मैले होइन अप्सन दिएको थियो मलाई गर्न पनि मन लाग्यो म यङ थिएँ सबैजनाले सजेस्ट गर्यो गर भनेर र मैले गरेँ पनि र त्यो गरिसकेपछि चाहिँ मलाई मेरो सर्जरी पछि आफ्नै जिउ हेर्दा मन परेन भ्यात्त लाग्यो त्यो भावनाले मलाई छ्या कस्तो कुच्चेको भान्टा जस्तै लाग्यो भनेर भने कि मैले आफै माइन्डमा सोचेँ सो आई सेड वाइ नट ब्रिङ द्याट इन्टु द बुक होइन सो यो हजुर आफैले सोचेको अनि किमोथेरापी गरिरहेको बेलामा पनि मलाई चाहिँ कस्तो लाग्यो भने अब औषधि दिन्छ भेनबाट होइन घोचेको अनि त्यो हुँदाखेरि मलाई त्यो हाम्रो नेपाली खाना हुन्छ नि फोक्सोमा खाना स्टफ गरेर आफूलाई त्यस्तै मासुको टुक्रा जस्तै लाग्थ्यो क्या आफूलाई सो त्यो भएको हुनाले चाहिँ मैले त्यो एनालोजीमा लिङ्क गरेँ मेरो कति रिडर्सहरूले चाहिँ के पनि भन्नुभयो भने छ्या यो त कस्तो अलिकति डार्क ह्युमर जस्तो लाग्यो मलाई चाहिँ मन परेन भनेर भन्नुभयो होइन तर मलाई चाहिँ मेरो त्यो पर्सपेक्टिभ चाहिँ थिएन मैले कसैलाई स्याड बनाउने र त्यो थिएन तर मैले चाहिँ यो किताबलाई कस्तो राखेँ भने र जस्तो मैले फिल गरेँ त्यस्तै होइन म रिसाएँ मेरो रिस पनि तपाईँले पढ्न सक्नुहुन्छ किताबमा मैले लाइफ अनफेयर भनेर मलाई त्यस्तो लाग्यो धेरै टाइमको लागि त्यो पनि पढ्न सक्नुहुन्छ किताबमा होइन सो मेरो भोइसबाट चाहिँ मैले किन म सबै एरी फेरी सबै राम्रो भयो मेरो लाइफ राम्रो छ भनेर पनि भन्न खोजेको होइन कि बट अल्सो एट द सेम टाइम मेरो नराम्रो के भयो मलाई रुन मन लाग्यो मलाई गिभ अप गर्न मन लाग्यो त्यो सबै लेखेको छु कि जस्तो छ त्यस्तो लेखेको छु मलाई के पनि छोपेर मास्क गरेर देखाउन मन थिएन कसैलाई पनि सो त्यो भए हुनाले पनि मैले अघि कुरा गर्दाखेरि जस्तो नेपालीमा ट्रान्सलेट गर्दाखेरि धेरै प्रब्लम भयो किन लिटरल ट्रान्सलेट गर्न गाह्रो हुन्छ र मेरो जुन डिरेक्टनेस छ त्यो पनि लेख्न नेपालीमा अलिकति गाह्रो भयो होइन सो त्यो भए हुनाले धेरैचोटि पनि ट्रान्सलेट गर्दाखेरि मैले कन्स्टेन्टली यो त भुत्दै भएन अलिकति फर्म टोन त युजै गर्नु पर्यो भनेर मैले राखेँ किन त्यो मेरो टोन जुन मैले एक्सपिरियन्स गरेको मेरो फिलिङ्स र इमोसन्स छ त्यो चाहिँ बुकमा ल्याउन खोजेको हो पर्सपेक्टिभको कुरा गर्दाखेरि जुन किताबमा मलाई चाहिँ के लाग्यो भने दिस इज अ भेरी इन्टेन्स सब्जेक्ट र अप्रिसिएट गर्छु म हजुरको गट्सलाई कि आफूले रिलिभ गरेर मेरो बानी चाहिँ के छ भने जति पनि पास्टमा मेरो केही नराम्रो भयो आई डोन्ट इभन फिल लाइक रिकलिङ इट recalling is again and again reliving that moment. I'm a psychology student, so त्यो दिमागलाई कसरी हिट गर्छ भन्ने कुराहरू मलाई थाहा भएको हुनाले म अभोइड गर्छु तर जसरी यो लेखियो
पढ्दाखेरि पनि एकदम टु मच सिरियस टु मच ऊ भन्दा पनि हेर्छौ जतिसुकै प्रिटेन्ड गर्यो भने पनि हजुर म हामी सबैजना मान्छेहरूको पोजिटिभ साइड पनि हुन्छ नेगेटिभ साइड पनि हुन्छ र पोजिटिभ थट्स पनि आउँछ नेगेटिभ थट्स पनि आउँछ र जस्तो जे फिलिङ आउँछ मलाई चाहिँ यो किताबमा चाहिँ जो मान्छे जस्तो छ आई क्यान सो रिलेट टु दिस पर्सन किनभने सबै नर्मल मान्छे भएर जन्मिसकेपछि सबै इमोसन्स आउँछ नि एन्ड विच आई रियली एप्रिसिएट मलाई चाहिँ एकदम मन परेको छ मलाई त्यो बुक पढ्दाखेरि म सजेस्ट पनि गर्छु कि एकचोटि फेरि पढ्नुहोस् कसैलाई क्यान्सर भएको छ उहाँहरूले पनि पढ्नुहोस् कसैलाई भएको छैन कसै केयर गिभर्सहरू हुनुहुन्छ फ्रेन्ड्सहरू हुनुहुन्छ फ्यामिलीहरू प्लिज पढ्नुहोस् यसमा धेरै कुराहरू पनि इन्क्लुड भएको छ के गर्नुपर्छ कतिको सेन्सिटिभ हुनुपर्छ एकदम धेरै इन्सेन्सिटिभ भइरहने यो भनिदिने ऊ भनिदिने उहाँसँग पनि मेरो कुरा भएको थियो विच इज रियली नट राइट जस्तो लाग्छ मलाई पनि एन्ड अगेन थ्याङ्क यू फर राइटिङ द बुक सो सुपेक्षाजी लेट्स स्टार्ट फ्रम द बिगिनिङ हुन्छ तपाईँलाई क्यान्सर भयो भनेर थाहा त पाउनुभयो होला कसैले भने थियो या कसैले तपाईँलाई गाइड गरिदिनु भएको थियो कि तपाईँले कसरी थाहा पाउनुभयो तपाईँलाई क्यान्सर छ भनेर मलाई चाहिँ कस्तो भएको थियो भने क्यान्सर थाहा पाउँदाखेरि म त्यो बेलामा आई वुड लाइक टु से मेरो सबैभन्दा हेल्थी लाइफ लिभ गरिरहेको थिएँ हजुर योगा गरिरहेको थिएँ मेरो पुरा हुन्छ नि आई थट आई वाज इटिङ हेल्थी सबै राम्रो थियो भनौँ न ब्यालेन्स थियो इट वाजन्ट एकदम एक्सट्रिम अर एनिथिङ तर जहिले पनि कपाल लामो मेरो अनि नुहाउन जाँदाखेरि एकचोटि आफूलाई ऐनामा हेर्दाखेरि चाहिँ मलाई अलिकता फरक लाग्यो आफ्नो ब्रेस्ट के हो भन्न सकिनँ मैले किन मैले आफूलाई त्यो टेस्ट पनि गरेँ होइन किन अब हामीले पढेको छौँ देखेको छौँ नि सेल्फ एक्जामिनेसन भनेर त्यो पनि गरेँ केही लम्प थिएन डिम्पलिङ थिएन स्किनमा डिस्चार्ज थिएन के पनि थिएन पेन पनि थिएन सो मलाई चाहिँ अलिकता अचम्म लाग्यो अनि मैले मेरो हस्बेन्डलाई पनि भनेँ हेल्प गरिदेऊ न हेर केही तिमीले उसले पनि केही छैन भन्यो पछि म डक्टरका पनि गएँ डक्टरले पनि होइन केही छैन होला भनेर भन्नुभयो तर त्यो हाम्रो गट फिलिङ जुन हुन्छ नि त्यसलाई चाहिँ मैले पुश गरिनँ त्यसलाई चाहिँ मैले होइन समथिङ इज अफ आई कान से वाट इट इज बट समथिङ इज अफ भनेर म त्यो एटिट्युड र त्यो डिटर्मिनेसन भनिन्छ नि लिएर म अगाडि बढेँ र स्पेसलिस्टलाई भेट्न जाँदाखेरि स्पेसलिस्टले पनि भन्नुभयो आई वाज 32 है त्यतिखेर त्यति बेलामा होइन यङ एज हो लट्स अफ हर्मोनल चेन्जेस भइरहेको होला तिम्रो बडीमा त्यसले गर्दाखेरि ब्रेस्ट टेन्डर हुने अलिकता ब्रेस्ट फर्महरू चेन्ज हुने हुन्छ सो त्यो भए हुनाले त्यो होला भन्नुभयो तर उहाँ त्यो डक्टरले चाहिँ के एउटा राम्रो कुरा गर्नुभयो भने उहाँले चाहिँ के गर्नुभयो भने बिकज आई वाज सो डिटर्मिन्ड उहाँले चाहिँ के भन्नुभयो ल ठिकै छ तिम्रो माइन्डलाई इजमा राख्ने हो भने चाहिँ लेट्स डु एन अल्ट्रासाउन्ड भन्नुभयो बिकज आई वाज क्वाइट यङ म्यामोग्राम गर्ने केही रिजनै थिएन म्यामोग्राम त जेनरली नेपालमा चाहिँ 40+ भयो भने मात्र गराउनु भन्छ क्या अरे हजुर अनि त्यो भए हुनाले त्यो पनि गराउनु भएन सो अल्ट्रासाउन्ड गर्न जाँदाखेरि चाहिँ अल्ट्रासाउन्ड टेक्निसियनले चाहिँ मैले राम्रोसँग देखिनँ किन मेरो यो सबै ट्रिटमेन्ट लन्डनमा भएको थियो है मैले थाहा पाउँदाखेरि चाहिँ म लन्डनमा थिएँ म एउटा कुरा चाहिँ एकदमै ग्रेटफुल पनि छु किन जुन ठाउँ र टाइममा हामी जहाँ हुन्छौँ नि सायद म त्यही कुरा अर्को ठाउँमा भयो भने म त्यसलाई मतलब नगरिकन मेरो केही छैन भनेर अगाडि बढ्थ्यो होला तर त्यहाँ चाहिँ मलाई त्यो अल्ट्रासाउन्ड टेक्निसियनले चाहिँ मैले एउटा बायोप्सी लिउँ है भनेर भन्नुभयो अनि बायोप्सी लिइसकेपछि चाहिँ इट वाज द बायोप्सी द्याट कन्फर्म्ड द्याट इट वाज क्यान्सर तर बायोप्सी लिँदाखेरि चाहिँ सो लगभग मेरो बायोप्सी थर्सडे भएको थियो लामो विकेन्ड थियो अनि मलाई मन्डे या ट्युजडे फेरि मेरो रिजल्ट हेर्न बोलाएको थियो अनि बायोप्सी लिइसकेपछि चाहिँ ओभर द विकेन्ड शनिबार आइतबार चाहिँ मैले मेरो लम्प फिल गरेँ जुन चाहिँ पहिला फिल भएको थिएन कि इट वाज अलिकता डिप इनसाइड माई स्किन थियो तर बायोप्सी लिइसकेपछि चाहिँ मेरो लम्प फिल भयो सो के हुँदो रहेछ भने क्यान्सर सेलहरूलाई चाहिँ डिस्टर्ब गर्यो भने या बदर गर्यो भने चाहिँ त्यो क्लम्प अप भएर हार्डन हुँदो रहेछ सो त्यसपछि चाहिँ मलाई क्यान्सर त्यो लम्प फिल भइसकेपछि चाहिँ केही न केही भयो जस्तै लाग्यो तर अफकोर्स आफू कसैलाई एक्सेप्ट गर्न मन लाग्दैन है क्यान्सर भयो भनेर सो डिनायल होइन मलाई भएको छैन केही होइन होला डक्टर कहाँ भेट्छु ठिक हुन्छ डक्टर कहाँ गएँ डक्टर कहाँ पनि यत्रो लामो टाइमलाई वेट गरिरहेको थिएँ गएर बुझ्दाखेरि त
ठुलो सिनियर ब्रेस्ट स्पेसलिस्टलाई पठायो कि अनि मलाई किन मलाई पठायो त केही नभएको भए त पठाउँदैन थियो भनेर लाग्यो तर त्यही पनि केही होइन होला अरू कोही डक्टर फ्री थिएन होला मलाई सिनियर स्पेसलिस्ट कहाँ पठायो होला जस्तो लाग्यो तर जब म सिनियर स्पेसलिस्टको रुम एन्टर गरेँ त्यतिखेर सिटमा बसे पनि थिइनँ ठक्क उहाँको अफिस एन्टर गर्ने बित्तिकै उहाँले भन्नुभयो मलाई तपाईँलाई पोजिटिभ छ इन्भेसिभ कार्सिनोमाको भनेर इन्भेसिभ कार्सिनोमा भने एक्टिभ क्यान्सर Okay. नट जस्ट अ ट्युमर बट अ प्रपर एक्टिभ क्यान्सर होइन ग्रेड र स्टेज दुइटै भएको त्यो भयो भनेर कुन भन्नुभयो स्टेज थियो हजुरको मेरो चाहिँ स्टेज 2 2 हजुर स्टेज 2 पुगिसकेको थियो डक्टरले ही ब्रोक द न्युज त्यो भन्नुभयो त्यो भनेपछि त मेरो कान तातेर आयो रिङ्गट लाग्यो त्यसपछि त केही पनि याद छैन धेरै जस्तो त्यो फर्स्ट फिलिङ के थियो लाइक जब क्यान्सर ल युर डिटेक्टेड अफ क्यान्सर भनेर तपाईँलाई भनिसकेपछि लाइक के थियो केही त फिल भएको होला त्यो फर्स्ट फिलिङ के थियो किनभने म यो क्वेसन किन सोध्छु भने वान आई रिकल मलाई चाहिँ लाग्छ कि अब त म मर्नेवाला छु अब म मेरो सिद्धियो लाइफ अब म बाँच्दिनँ किनभने क्यान्सर भनिसकेपछि यही नै छ नि हामीलाई त क्यान्सर भनिसकेपछि अब चाहिँ मरिन्छ भन्ने कुरा नै सोच्छौँ नि मेरो चाहिँ फर्स्ट थट त्यो थियो हजुरको चाहिँ के थियो मेरो पनि त्यही थियो तर फर्स्ट इमोसनको कुरा गर्ने हो भने चाहिँ मैले भने नि इट वाज सो ओभरवेल्मिङ मैले त डक्टरको त्यसपछि कुरै सुनिनँ आई वाज सो नर्भस डक्टरले कुरा गरिरहेको थियो ब्याकग्राउन्डमा कुरा गरेको जस्तै लाग्यो मुभीमा जस्तो अनि मैले मेरो हस्बेन्डतिर हेरेँ कि केही पाउनलाई मेरो हस्बेन्डको अनुहार हेर्दाखेरि हिज लिप्स वर ट्रेम्बलिङ के अनि त्यसपछि चाहिँ अनि म त आँखाभरि आँसु भयो अनि मेरो डक्टरलाई एउटै क्वेसन थियो डक्टरले यत्रो लामो कुरा गर्दै हुनुहुन्छ है मलाई केही पनि थाहा छैन मेरो डक्टरलाई क्वेसन थियो डक्टर एम आई गोइङ टु डाई डक्टर वेन एम आई गोइङ टु डाई am I going to die? Am I going to die? That was my constant question on repeat. किन मलाई केही थाहा थिएन टु बी अनेस्ट घर परिवारमा पनि इमिडिएट फ्यामिलीमा त होइन तर अब फार अफ रिलेटिभहरूमा सुन्या थियो क्यान्सरको बारेमा उसलाई क्यान्सर भयो यस्तो क्यान्सर भयो देखेको पनि थिएँ कपाल झरेको अलिकता हार्डसिप पनि देखाएको थिएँ तर त्यतिसम्म होइन कि त मलाई त्यो सबै कुरा थाहा भएको र अरू जुन इन्फर्मेसन हामीलाई आउँछ क्यान्सरको बारेमा इट्स अल थ्रु मिडिया होइन र मुभिज जुन पनि मुभीमा कोही मान्छेको कपाल छैन भने त्यसलाई क्यान्सर भए हुन्छ जुन पनि मुभीमा त्यो मान्छे मरेकै हुन्छ होइन सो आइ एम नट डिसरिगार्डिङ दोज पिपल हु अनफोर्चुनेटली डाइड बिकज अफ क्यान्सर होइन जो क्यान्सरले अनफोर्चुनेटली राइट टाइममा डायग्नोज नभएर या राइट ट्रिटमेन्ट नपाएर जो बित्नु भयो म उहाँहरूलाई यो इमोसनको खेल चक्राइ गर्न खोजेको होइन कि तर मैले के भन्न खोजेको भने हामीले त्यही मात्र इन्फर्मेसन छ हाम्रो र गोइङ ब्याक टु वेन यु सेड होइन किन किताब लेख्नु भयो अर्को कुरा त्यो पनि हो आई थिङ्क पिपल निड टु हियर पोजिटिभ स्टोरिज ट्रु मान्छेहरूलाई सहानुभूति दिने सपोर्ट गर्ने आशा दिने स्टोरी पनि सुन्न जरुरी छ क्यान्सरको बारेमा होइन सो त्यसले गर्दाखेरि पनि सो दोज वर फ्यु अफ माई इमोसन्स अनि आई रिमेम्बर त्यसपछि चाहिँ मलाई अर्को कोठामा लगेर बसिसकेपछि चाहिँ बल्ल अलिकति ऊ भइसकेपछि चाहिँ अनि द फर्स्ट पर्सन आई कल मेरो बाबालाई फोन गरेँ नेपाल अनि बाबालाई फोन गरिसकेपछि चाहिँ म घुवा नै रोएँ किन त्यो बेलासम्म चाहिँ मलाई सेपेन भइसकेको थियो त्यो भइसक्यो त्यति बेलासम्म चाहिँ अनि त्यसपछि चाहिँ रोएँ अनि त्यसपछि चाहिँ मैले रोएर किन म एउटा मात्र बच्चा होइन म एक्लै हो सो त्यो भावनाले चाहिँ मैले भने मेरो बाबा मामुको के हुन्छ म मऱ्यो भने मेरो बाबा मामुलाई के हुन्छ म मऱ्यो भने भनेर मैले आई कन्सटेन्टली केप सेइङ द्याट टु माई हस्बेन्ड वाट्स गोइन ह्यापन टु माई पेरेन्ट्स इफ आई डाई भनेर सायद मैले त्यतिखेर इफ आई क्यान डाई पनि भनिनँ होला मैले सायद भने इफ आई डाई लाइक म मर्छु नै भनेर लागेको थियो नि त त्यतिखेर त त्यो चाहिँ मेरो मनमा आयो अनि अहिले मेरो हस्बेन्डले पनि कहिले काहीँ गुनासो गर्छ तिमीले तिम्रै पेरेन्ट्सको बारेमा मात्र सोच्यौ भनेर होइन तर त्यस्तो हुँदो रहेछ कि त्यो बेलामा सो दोज वर माई इनिसियल फिलिङ फेरि एउटा कुरा भन्दाखेरि चाहिँ इट्स स्टिल भेरी फ्रेस है 10 वर्ष भइसक्यो त्यो पेन कम भइसक्यो धेरै कुरा बिर्सिसक्यो तर यस्तो कुरा चाहिँ आफ्नो माइन्डमा लाइफमा उनै रहँदो रहेछ Of course जाँदैन the pain that you have gone through with the psychologically
ट्रमा नै भनौँ म एउटा इट विल स्टे एज अ ट्रमा जुन फेज छ सर्भाइभर युआर सो ग्रेट इन डुइङ द्याट भन्ने कुरा त आफूलाई यु हेभ टु रियली प्याट अन यर ब्याक तर त्यो कुरा त डेफिनेटली जान्छ जस्तो लाग्दैन तर मैले योसँगै कुरा गर्दा गर्दै हजुरसँग वाट आई फेल्ट इज जस्तो नेपाली महिलाहरूलाई यति धेरै रेस्पोन्सिबिलिटी हुन्छ यति धेरै लाइक अब ब्रेस्टको कुरा गर्नु पऱ्यो भने म त यो डक्टरकोमा जाँदिनँ मलाई लाज लाग्छ भन्ने हुन्छ हामी त अब आफूलाई अलिकति भनौँ न अलिकति एक्सपोजर भएको हामी देश विदेश घुम्न मौका पाएको छौँ हामीले धेरै मान्छेहरूसँग सङ्गत गरेका छौँ तब पनि हामीलाई त्यो नगरौँ भइहाल्यो अभोइड गर्छौँ नि हामी जुन हजुरले भन्छ कि यु फेल्ट समथिङ इज रङ हजुर गइस्यो होइन नथिङ इज सिरियस भनेर हजुरलाई फिल भएको होला तैपनि हजुर गइस्यो सो हजुरले कोही हाम्रो यो जो पडकास्ट हेरिराख्नु भएको छ स्पेसली महिलाहरू इभन मेन क्यान अल्सो गेट ब्रेस्ट क्यान्सर भन्ने कुरा अस्ति मैले ब्रेस्ट क्यान्सरको रश्मि दिजुसँग पडकास्ट गर्दाखेरि मैले थाहा पाएँ अमेजिङ लाग्यो लाइक यस्तो पनि हुन्छ र भन्ने जस्तो लाग्यो तर ह्युमन एनाटमी इज यु क्यानट से एनिथिङ अबाउट इट तर हजुरले यो महिलाहरूलाई सिन्स यु हेभ गन थ्रु इट के एडभाइस दिन चाहन्छ कसरी थाहा पाउने यो हजुरले पो त अब यस्तो मैले यस्तो भनेर हजुरले सोचेर गइस्यो देन त्यो डक्टरले केही पनि होइन होला या इभन अरूले पनि भन्दाखेरि पनि हजुरले मान्छेन भने केही त होला जस्तो गट फिलिङ भन्ने जुन हजुरले भन्छ नि गट फिलिङ भनेको इज इट नोइङ यर बडी आफ्नो शरीरको बारेमा आफूलाई थाहा पाउनु हो अर्को कुरा के हो भने कति मान्छेले अस्ति अघि हामी कुरा गर्दै थियौँ ऐनामा आफूले आफूलाई हेर भन्दा नि हेर्दैनन् दे फिल सो असेम टु फिल देयर ओन बडी आफूले आफूलाई लाइक मेरो डक्टर दादा होइसिन्थ्यो उसले भन्थ्यो कि तिमीहरूले केटी मान्छे भइसकेपछि वेन एजै भनेर 30-40 भनेर पनि होइन यु हेभ टु फिल इट सो तिमीहरूलाई थाहा हुन्छ कि केही कुराहरू रङ भइरहेछ या चेन्जेस भइरहेछ सो हजुरले चाहिँ वाट डु यु सजेस्ट किनभने हामीसँग मलाई 100% लाग्छ कि ओके मेरो शरीरमा केही छ र म यो गराउँछु भन्ने डिटर्मिनेसन कतिजनामा छ के गर्नुपर्छ सो हजुर युआर अ फाइनेस्ट इक्जाम्पल अफ अ पर्सन हु हेज रियली नोन अबाउट यर बडी तपाईँको आफ्नो लाइक जे छ शरीरमा त्यो कुरा फिल गरेर डिटेक्ट भयो सेकेन्ड स्टेज थियो त्यो पनि फर्स्ट स्टेज पनि होइन तर थर्डमा त पुगेन नि जुन जर्नी हजुरको आफ्नो थियो त्यो जर्नी फर्स्ट सेकेन्डमा अलिकति कम पेनफुल हुन्छ होला सायद यो भन्न एकदम रङ हो आइम सरी तर फोर्थ फिफ्थ स्टेज भन्दा त अलिकति इज हुन्थ्यो होला सो कसरी थाहा पाउने महिलाहरूलाई हजुरको सुझाव के हुन्छ पहिला सुरु त म के भन्छु भने आफ्नो बडी हेर्नुस् फिल गर्नुस् किन हाम्रो जहाँ पनि नि छालामा नै पनि आज यहाँ कालो दाग आयो भने हामीलाई कहाँबाट यो आएछ भनेर नोटिस हुन्छ नि हेरिराख्यो भने हेर्दै नहेरेर आफ्नो जिउसँग लाज मान्ने हो भने या आफ्नो बडीसँग कम्फर्टेबल नहुने हो भने चाहिँ त्यहाँ गएर पछि प्रब्लम हुनसक्छ होइन त्यो एउटा भयो अर्को कुरा त मैले यसमा धेरै टाइमदेखि अहिले कुरा गरिरहेको छु अवेरनेस दिइरहेको छु मान्छेहरूसँग बोलिरहेको छु मैले अर्को के पनि पाएको छु भने नेपालमा धेरै जसो ठाउँहरूमा बाथरुमहरूमा मिरर पनि हुँदैन ऐना पनि हुँदैन होइन सो कतिखेर हेर्ने त आफ्नो बडी होइन सो त्यो भएको भावनाले ऐना राख्नुस् ऐना हेर्नुस् फिल गर्नुस् होइन र प्लस अब गर्न सक्ने मान्छेहरूलाई त ब्रेस्ट एक्जाम एभ्री मन्थ गर्नु भनेर नै भन्छ मेडिकली चाहिँ पिरियड भएको सकेको कति दिनपछि गर्नु भनेर भन्छ होइन तर याद नहुनसक्छ तर ग्लोबली नै र WHO ले पनि 1st of every month मान्छेलाई याद दिनको लागि डेट याद हुन्छ नि त 1st of every month सेल्फ एक्जाम गर्नु भनेर कति भिडियोजहरू पनि राखेको छ युट्युबमा तपाईँहरूले भिडियोज पनि हेर्न सक्नुहुन्छ कसरी गर्ने भनेर होइन सो त्यो गर्नुहोस् र अर्को कुरा चाहिँ म के भन्न चाहन्छु भने इन केस तपाईँलाई केही अलिकता पनि अफ लागेछ भने त्यो बरु माइन्डमा राखेर दिक्क मानेर प्यारानोइड हुन सट्टा जो हुन्छ अब आफ्नो आमासँग कम्फर्टेबल छैन बुवासँग कम्फर्टेबल हुनु न भने आफ्नो बेस्ट फ्रेन्ड आफ्नो बहिनी आफ्नो दिदीसँग गएर भन्नुहोस् र त्यहाँ पछि पनि भएन भने डक्टरसँग गएर देखाउनु केही नहोला होइन तर तपाईँको मेन्टली तपाईँ आफूलाई
प्यारानोइड हुनुहुन्न कि किन मेन्टल हेल्थले पनि फिजिकल हेल्थलाई यति धेरै इम्प्याक्ट गर्छ कि त्यो हामीलाई थाहा हुँदैन नि सो त्यो भएको भावनाले आफ्नो माइन्डलाई शान्त राख्नुको लागि बरु डक्टरकै जानुहोस् र फेरि डक्टर पनि तपाईँले केटा मान्छे कहाँ जान्न मलाई लाज लाग्छ या कोहीसँग जान्न भने पनि तपाईँहरूले यु क्यान फाइन्ड लट्स अफ वुमेन डक्टर्स होइन र त्यो कुरामा चाहिँ म अर्को एउटा कुरा के भन्न चाहन्छु भने हामी चाहिँ गोइङ ब्याक होइन अर्को कुरा के पनि जरुरी छ भने हामीले हाम्रो फ्यामिलीमा बच्चाहरूसँग पनि इट्स भेरी इम्पोर्टेन्ट टु टक अबाउट बडी के हजुरको बडी अवेरनेस र स्पेसली नेपालमा वुमेनहरूको बिचमा अल्सो मेन है टक अबाउट सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ के धेरै नै जरुरी छ किन आफ्नै त्यो क्लोज्ड कम्फर्टेबल स्पेसमा कुरा गरेन भने पछि गएर गाह्रो हुन्छ अब म त भनौँ न राम्रो फ्यामिलीबाट आएको छु पढे लेखेको फ्यामिलीबाट आएको छु हामीलाई त कुरा गर्न गाह्रो भयो भने किन मलाई ब्रेस्ट क्यान्सर हुँदाखेरि मैले बाबालाई गएर सोधेँ बाबा ब्रेस्टलाई नेपालीमा के भन्छ ब्रेस्ट क्यान्सरलाई नेपालीमा के भन्छ भनेर सोधेँ उहाँले स्तनको क्यान्सर भन्नुभयो मैले भने स्तन भने के हो भनेर इट्स एक्चुली ब्रेस्ट मलाई त्यो थाहा थिएन हामी हाम्रो कल्चरमा छाती द एन्टायर रिजन इज छाती छाती दुख्यो होइन छाती ठुलो भयो होइन केटीहरूको छाती ठुलो भयो भनेर भनिन्छ नि हामीले त्यो वर्डै युज गर्न हिचकिचाउँछौँ स्टिग्मा छ सो त्यो भए हुनाले कुरा गर्न जरुरी छ र यसकै बारेमा कुरा गर्दाखेरि पनि आई जस्ट वान्ट टु सेयर समथिङ मेरो किताब एउटा 5th र 6th ग्रेडर्सहरूलाई डिस्ट्रिब्युट भएको थियो एउटा स्कुलमा अनि उहाँहरूले उनीहरूको बुक रिडिङ क्लबबाट रिड गरेर अनि त्यतिखेर कोभिडको बेलामा थियो सो म त्यहाँ जान पाइनँ तर जुम कल गरेको थिएँ टु टक मिट द अथर भनेर त्यो गर्दाखेरि यति राम्रो राम्रो प्रश्नहरू सोध्नुभयो कि त्यो बच्चाहरूले जो लाइक दे आर यङ होइन र यस्तो कुरा पढ्नलाई मेरो आई फिल लाइक द्याट वाज माई बिगेस्ट अचिभमेन्ट Right. I felt so proud the questions they had asked, the awareness they had र कतिजनाले पनि मलाई क्वेसन्सहरू सोध्नु भयो जो probably अरू ठुलो मान्छेहरूले सोध्दैन थियो होला कि जस्तो एउटा फुच्चेले मलाई एउटा स्मल बोयले मलाई के सोध्यो भने he asked me ma'am did you ever feel like dying did you feel like giving up and just dying that is so it's so crucial भनौँ न हजुरको त्यो जुन क्वेसनहरू आउँछ नि सो आई फिल लाइक यो जेनेरेसनमा यसको बारेमा कुरा गर्न र यसको बारेमा अवेरनेस गर्न धेरै जरुरी छ इभन मलाई चाहिँ लाग्छ कि स्कुल्सहरूमा पनि यो म्यान्डेटरी गरिदियो भने चाहिँ इज हुन्छ जस्तो लाग्छ कतिवटा स्कुल्सहरूमा छ सेक्स एजुकेसन भनेर एन्ड बायोलोजी जब हामी पढ्थ्यौँ क्लास 8मा जस्तो लाग्छ त्यो बेलामा चाहिँ पार्ट्स अफ द बडी भनेर पढाउँछन् डेफिनेटली होइन अनि हामी कस्तो समाजमा छौँ जब कि यो त हाम्रो शरीर हो शरीरको पार्टको बारेमा थाहा पाउनलाई के को लाज जब स्तन भनेर हजुरले भन्छ नि आई डिडन्ट इभन नो स्तन भने के हो भनेर क्लास 8 होला बेलासम्म पनि र जब ब्रेस्टको कुराहरू गर्न थाल्यो सब केटाहरू चाहिँ यस्तो हुन्छ नि नो अफेन्स टु एनी गाइज यहाँ थियो बडी ल्याङ्ग्वेज केटीहरूको बडी ल्याङ्ग्वेज यस्तो थियो कि लाइक आँखा झुकाएर यसरी जुन I'm just talking about the kind of a society that we come from. जब आफ्नो शरीरको बारेमा आफूलाई कम्फर्टेबल नै फिल गराइदैन भने कसरी आफूले आफूलाई फिल गर्ने यो कुराहरू चाहिँ इभन स्कुल लेभलमा मलाई पहिलाको एकदम विभिडली याद आउँछ एन्ड आई जस्ट फिल द्याट दिस रिडिकुलस कि आफ्नो शरीरको बारेमा कुरा गर्दैछ भने केटी मान्छेको ब्रेस्ट भन्ने बित्तिकै वाइ इज इट सो मच अफ अ बिग डिल जुन हजुर अघि भनिरहेको थियो नि बुकको बारेमा पनि ब्रेस्ट भनेर लेखौँ बुब्स नलेखौँ इट विल बी लाइक टु मच भन्ने कुराहरू why it cannot be taken very easily as generally कुरा गर्दाखेरि आजकल सबैजनाको नेपाली ल्याङ्ग्वेज होस् या अङ्ग्रेजी भाषा होस् फल्टी ल्याङ्ग्वेजहरू त युज गरिरहेको हुन्छ साइन ल्याङ्ग्वेजहरू देखाइरहेको छ त्यसमा चाहिँ केही पनि कुराहरूमा छैन त्यो यस्तो गर्नु हुँदैन यो हुँदैन यो नट सपोज टु टक लाइक द्याट तर स्पेसली केटी मान्छेहरूलाई वुमन
लाई चाहिँ अलिकति गाह्रो छ जस्तो लाग्छ क्या मलाई चाहिँ र त्यो कुराहरू चाहिँ स्कुल लेभलदेखि नै आई थिङ्क एभ्री वान निड्स टु गेट एजुकेटेड जस्तो लाग्छ मलाई सो कमिङ ब्याक टु यर जर्नी हजुरले जब बाबालाई फोन गरेर म रोएँ भनेर भन्छु नि हजुरको फ्यामिलीको जस्तो हजुरको हस्बेन्ड त हि वाज देयर हजुरको डक्टरसँग नै अपोइन्टमेन्ट र डक्टरको काउन्सिलिङ हुँदाखेरि पनि हि वाज देयर तर बाबा मम्मी त होइसिन थियो हजुरको एन्टायर फ्यामिलीको फर्स्ट रियाक्सन के थियो अब मेरो त त्यो चाहिँ अब भन्न त गाह्रो छ किन म यहाँ थिइनँ होइन फोनबाट कुरा भएको हो मैले बाबालाई फोनबाट भनेको बाबा त एकदमै नर्भस भएर मैले सुनिसकेको थिएँ उहाँको फियर र डर अनि त्यसपछि मैले चाहिँ फेरि त्यतिखेर मेरो हजुरआमालाई क्याट्र्याक्टको सर्जरीमा मामुहरूले लग्नु भएको थियो मेरो ग्रान्डमदरलाई होइन सो त्यो भएको हुनाले चाहिँ मलाई त्यहाँ चाहिँ भन्न मन थिएन त्यस कारण मैले बाबालाई फोन गरेर बाबा सबैजनालाई घरमा बोलाउनु अनि घरमा बोलाएर भन्नु भनेर भने मैले सुनेको अनुसारले मैले थाहा पाएको अनुसारले त अब त्यही त हो नि सबैजनाको रियाक्सन त्यही हुन्छ अब सबैजनालाई के भयो यो कसरी भयो किन भयो उसलाई किन भयो के गरेर भयो अब के हुन्छ भनेर त्यो माहौल सेट भइसकेको थियो कतिजना मान्छेहरू पनि आए फ्यामिलिजहरूले थाहा पाएर होइन मामु र बाबालाई सपोर्ट गर्नलाई तर अर्को कुरा के भयो भने म त्यतिखेर लन्डनमा थिएँ अनि मेरो मामु र बाबाको चाहिँ मैले चाहिँ उनीहरूलाई के भने हजुरहरू जतिसम्म छिटो यहाँ आइहाल्नु भनेर बिकज डिस्टेन्सले कस्तो हुँदो रहेछ भने आई कुडन्ट टक टु देम दे कुडन्ट सी मी होइन सो छोरी कुन अवस्थामा छ त कुन इयरको कुरा हो 2016 10 वर्ष अगाडि हजुर त्यो बेलामा त्यस्तो धेरै इन्टरनेट पनि एकदमै पिकमा थिएन अहिले जति एसेसेबल छ थिएन अनि त्यो भावनाले चाहिँ मैले चाहिँ के भने मेरो पेरेन्ट्सहरूलाई हजुरहरू जतिसम्म छिटो आउन सक्नुहुन्छ लन्डन आउनु भनेर बिकज आई वान्टेड टु बी इन फ्रन्ट अफ देम किन मान्छे कोही भएन भने कतिको सुवेक्षालाई के भइरहेछ कसरी उसले डिल गरिरहेछ कुन इमोसनल उसमा छ या इभन मलाई मेरो मामु र बाबाको इमोसन्स थाहा थिएन बुझ्न सकिनँ सो आई वान्टेड टु बी फेस टु फेस विथ इट सो त्यो भावनाले चाहिँ मैले सकेसम्म आउनु भनेर भने फोर्चुनेटली अब भिजा पनि अप्लाई गर्नुभयो पाइहाल्यो छिटो नै आइपुग्नु भयो र मैले आउने बित्तिकै मैले मेरो मामु र बाबा चाहिँ के भने सो बाई देन के भइसकेको थियो भने मलाई 4-5 दिन भइसकेको थियो होइन मैले थाहा पाएको मैले आफै अलिअलि डिल गरिरहेको थिएँ नि हुन त एभ्री मर्निङ आई वोक अप त्यो जुन हामी आधा निन्द्राको स्टेटमा हुन्छौँ तर बाहिरको आवाजहरू सुनिन थालिन्छ नि उठ्ने बेलामा हेलुसिनेसन जस्तो म त्यो बेलामा उठेर भन्थेँ भगवान् प्लिज म भयभरको कुरा चढाउँछु म यो गर्छु म त्यो गर्छु तर मलाई क्यान्सर नहोस् भनेर उठ्थेँ तर अनफोर्चुनेटली भएकै हुन्थ्यो होइन रियालिटीलाई हामीले चेन्ज गर्न सक्दैनौँ सो मैले भने जस्ट लाइक द्याट रोएँ कराएँ एकदमै रिस पनि उठ्यो कि मलाई किन वाइ मी म जिन्दगीभरि यस्तो राम्रो भएर बसेँ राम्रोसँग पढेँ केही नराम्रो ह्याबिट थिएन मेरो मैले यस्तो गरिनँ उस्तो गरिनँ किन मलाई भयो होइन त्यो पनि क्वेसन्सहरू आयो अनि कहिलेकाहीँ त आफूलाई आफै देखेर दिक्क पनि लाग्यो आई फेल्ट सरी फर माइसेल्फ भनिन्छ नि ला अब मेरो जिन्दगी के हुने हो मलाई के भयो मलाई कसो भयो एन्ड देन द्याट होल जस्तोमा गइन्छ नि एउटा कुरा सोचेर अर्को हुँदाखेरि चाहिँ अनि एट वान पोइन्ट चाहिँ मैले आफूलाई के भने ओके सुवेक्षा तिम्रो रियालिटी यही हो वाट क्यान यु डु होइन तिम्रो अगाडि दुईवटा अप्सन छ only two option one is ल ठिकै छ म बिचारा बिरामी भएँ म बिचारा यस्तो भयो बिचारा मेरो जिन्दगी खराब भयो भनौँ कि यु नो वाट ओके वाट्स नेक्स्ट कहिले क्यान्सरको ट्रिटमेन्ट सकिन्छ कसरी यो क्यान्सरलाई मैले मेरो जिउबाट बडीबाट निकाल्ने मेरो ट्रिटमेन्टको प्रोसेस के हो म कसरी बेटर हुन सक्छु पढ्न थालेँ इन्टरनेटमा होइन पढ्ने पनि अलिकता हामीलाई थाहा नै छ इन्टरनेटमा इन्फर्मेसन यति धेरै छ कि जे इन्टरनेटमा लेखे पनि इज क्यान्सर होइन सो के पढ्नुहुन्छ त्यसमा पनि एकदमै इम्पोर्टेन्ट हुन्छ यु निड टु रिड मेडिकल जर्नल्स फ्रम प्रपर मेडिकल कलेजेसहरूले निकालेको होइन सो त्यो पढ्न थालेँ आफ्नो हेल्थमा फोकस गर्न थालेँ आफ्नो अरू कुराहरूमा फोकस गर्न थालेँ होइन अनि मैले त्यो कुरा चाहिँ मेरो पेरेन्ट्सहरू मामु र बाबा लन्डन आइसकेपछि एयरपोर्टमा लिन जाँदाखेरि मैले के भने हामी नेक्स्ट फ्यु आवर्सको लागि मेरो मेडिकल अहिले सिचुएसन के छ त्यो डिस्कस गर्छौँ
त्यसपछि चाहिँ यो क्यान्सर र बिचारा त्यो स्टप्स नाउ So did you say that? हजुरले I आफैले said भन्छ that. Okay. I said that to my I parents. think it has to somebody has to be कोही एकदमै धेरै स्ट्रङ हुनुपर्छ अनि मात्र भन्न सक्छ त्यो 4-5 दिन पछि. So having said that, जुन हजुरले ट्रिटमेन्ट सुरु गर्छ मम्मी बाबा युके आएपछि त हजुरले डेफिनेटली ट्रिटमेन्ट त सुरु गर्छ होला. ट्रिटमेन्ट सुरु गर्दा जुन हजुरले इमोसनल कुराहरू गरिराख्छ छ नि टाइम एन्ड अगेन हजुरलाई मोस्ट च्यालेन्जिङ के थियो फिजिकल थियो कि इमोसनल थियो किनभने फिजिकल त डेफिनेटली बडी पेन त हुन्छ नि हुन्छ तर ह्युमन ब्रेन यस्तो धेरै स्ट्रङ हुन्छ हामी यस्तोरी लाइक ह्युमन्स आर भेरी पावरफुल भन्छ कि जेनरली your emotions, your thoughts can really impact your physical health and physical well-being भन्ने कुराहरू त हामी सबैजनालाई थाहा छ तर त्यो जब हजुरले फर्स्ट टाइम ट्रिटमेन्ट गराएछ नि व्हाट वाज मोर च्यालेन्जिङ हजुरको लागि सबैभन्दा ठुलो च्यालेन्ज के थियो फिजिकल थियो कि इमोसनल थियो सायद भन्न पर्दाखेरि दुईटै थियो दुईटैको फेरि एकदमै डिपेन्डेन्ट रिलेसन के जस्तो अब फिजिकली एकदमै च्यालेन्ज हुँदाखेरि मेन्टली झन् च्यालेन्जिङ भएर आउने होइन अनि मेन्टली च्यालेन्जिङ भयो भने तपाईँले भने जस्तो इट अफेक्ट्स द फिजिकल बडी सो एकको अर्काको त्यो इन्टरट्वाइन एकदमै थियो सो मैले भन्न सुरुमा चाहिँ अलिकति आई वुड से फिजिकल वाज भेरी डिफिकल्ट है किन किमोथेरापी गर्नु पर्यो मलाई मेरो ट्रिटमेन्ट प्रोसेसमा चाहिँ कस्तो थियो भने पहिला मेरो सर्जरी भयो म्यासेक्टमी त्यसपछि मेरो किमोथेरापी भयो अनि किमोथेरापी भइसकेपछि रेडियोथेरापी भयो अनि किमोथेरापी गर्दाखेरि चाहिँ जुन औषधि मलाई युज गरिएको थियो त्यसको एकदमै धेरै र स्ट्रङ साइड इफेक्ट्सहरू थियो सो मेरो दुईटा इन्सिडेन्टमा म अलमोस्ट मलाई त्यो रिभाइभ गर्छन् नि त्यसो गरेर मलाई लिएर आएको छ एउटा स्पटमा चाहिँ मलाई के भएको थियो भने मेरो किमोथेरापी गरिरहेको बेलामा चाहिँ सो किमोथेरापी के हो भनेर भन्दा किमोथेरापी मैले त्यही भन्न खोजिरहेको थिएँ कि एकदम किमो भन्छ के हुन्छ किमोथेरापी कसरी गर्छ त्यसको जुन साइड इफेक्ट्सहरू या डेफिनेटली डिफ्रेन्ट बडीलाई डिफ्रेन्ट खालेको नै इम्प्याक्ट गर्छ होला एउटा औषधिको रियाक्सन हजुरलाई र मलाई सेम गर्दैन किमोथेरापी जुन हजुरले फर्स्ट त सर्जरी भइहाल्यो किमो र रेडियोथेरापी भनेर भन्छु नि हजुरले भनिदिन्छु कि के हुन्छ किमो किनभने हाम्रो दर्शकलाई पनि थाहा होस् कि किमो यसरी हुँदो रहेछ भनेर सो किमोथेरापी भने चाहिँ के हो भने इट्स एउटा औषधि जुन हाम्रो जिउमा हालिन्छ होइन सो किमोथेरापी पनि पाउने दुई तरिकाको छ एउटा ट्याब्लेट लङ्समा चाहिँ त्यो जुन फोक्सो फुटेर फोक्सोमा चाहिँ एक्चुअली के गर्दो रहेछ भने फुलाएर अन्डा के मैदा सैदा र पानी हालेर फुलाउँदो रहेछ दाजलाई हजुरको बुकमा पनि छ यो सो त्यही भएर बुझिँदै गइन्छ मेरो किताब सो एउटा चाहिँ ट्याब्लेट पनि खान मिल्छ होइन तर मलाई चाहिँ ट्याब्लेट थिएन मेरो चाहिँ भेन्सबाट दिने थियो मेरो किमोथेरापी चाहिँ अनि त्यसमा चाहिँ कम्बिनेसन ड्रग्सहरू मेडिसिनहरू मिलाएर दिइन्छ अलङ विथ सेलाइन बिकज औषधि पनि अलिकति स्ट्रङै हुन्छ नि सो त्यो अब डिपेन्ड्स अब कसैको 1 घन्टा लाग्छ कसैको 2 घन्टा लाग्छ डिपेन्डिङ अन द औषधि पनि फेरि थरीको हुन्छ 1 घन्टा 2 घन्टा लाग्छ मतलब दिनलाई भेन लिएर बस्ने र आइभी जानलाई ओके औषधि जानको लागि किन कसैलाई 1 घन्टा लाग्छ कसैलाई 2 घन्टा लाग्छ औषधिमा भर पर्छ सो कुनै औषधि धेरै क्वान्टिटी हुन्छ कुनै थोरै हुन्छ ओके सो त्यसले गर्दाखेरि इट डिपेन्ड्स अन द टाइम होइन त्यो कसलाई धेरै दिइन्छ कसैलाई कम दिइन्छ सो त्यो भएको भावनाले चाहिँ इट डिपेन्ड्स अन द औषधि र कति राउन्ड्स त्यो पनि मा भर पर्छ 12 8 6 इट डिपेन्ड्स राउन्ड्स मतलब भनेको 6 चोटि गर्नुपर्ने 8 चोटि गर्नुपर्ने भनेको एक दिनमै होइन तर ड्यू कोर्समा सो बेसिकली के हुन्छ भने तपाईँको किमोथेरापीले चाहिँ के गर्छ भने सो त्यो औषधिले तपाईँलाई के गर्छ भने तर आइम स्योर रश्मि दी क्यान एक्सप्लेन दिस बेटर होइन डक्टर हुनुहुन्छ तर मैले बुझेको अनुसारले चाहिँ मैले अरू नन मेडिकल टर्ममा बुझाउँदाखेरि चाहिँ हाम्रो गुड एन्ड ब्याड सेललाई दुइटैलाई मारिदिन्छ डिस्ट्रोय गरिदिन्छ होइन सो त्योमा चाहिँ अनि क्यान्सर सेल पनि डिस्ट्रोय हुन्छ सो त्यही कारणले पनि हाम्रो कपाल झर्ने हाम्रो आँखा यो झर्ने नङ निक्लिने सबै त्यहीमा बेला निस्किने भनेको यो पुरै अनि पेनफुल हुन्छ रियली हुन्छ सो त्यो सबै हुने हुन्छ तर अगेन टकिङ अबाउट साइड इफेक्ट्स होइन
मेरै एज मेरो डिएनए लिएर तपाईँले रेप्लिकेट गर्नुभयो भने पनि त्यो मान्छेलाई र मलाई सेम औषधि दियो भने पनि साइड इफेक्ट सेम हुँदैन सबैलाई डिफ्रेन्ट हुन्छ कसैले मलाई सोध्नुहुन्छ कहिलेकाहीँ कि तपाईँलाई कुन औषधि गरेको हो साइड इफेक्ट्स के भयो भनेर अनि मैले मेरो औषधिको नाम दिन्छु त्यसपछि भन्छु उहाँहरूलाई सेम हुँदैन सेम औषधि लिए भने पनि हुँदैन सेम गरे पनि हुँदैन होइन सो त्यो भए हुनाले चाहिँ सेम औषधिको साइड इफेक्ट्स हुँदैन तर साइड इफेक्ट्स चाहिँ फेरि एकदमै धेरै हुन्छ किमोथेरापीले तपाईँको मुटु फोक्सो किडनी स्किन स्टमकको इन्टर्नल लाइनिङदेखि लिएर तपाईँ भएभरको कुरामा अफेक्ट गर्छ किन त्यो औषधि त सबैतिर गयो नि त सो भिजिबल र इन्भिजिबल दुइटै इम्प्याक्ट पर्छ भिजिबल भनेको हजुरले जुन कपाल यो जुन आँखी बाउ भन्छु स्पेसली हेयर भिजिबली त्यो हुन्छ केमोको चाहिँ मोस्टली सबैलाई कमन हुँदैन तर मोस्टली साइड इफेक्ट चाहिँ कपाल झर्ने चाहिँ हुन्छ जस्तो लाग्छ त्यसमा चाहिँ लिङ्क गरेको छ कति किमोथेरापीले हुँदैन होइन तर मोस्ट किमोथेरापीले चाहिँ कपाल झर्छ बिकज इट्स हाम्रो यो हेयर फलिकल्सहरूलाई पनि एफेक्ट गर्यो नि त त्यो आउने बढ्ने खालको भावनाले त्यसलाई डिस्ट्रोय गरेको भावनाले चाहिँ कपाल झर्ने चाहिँ धेरै हुन्छ तर सबैमा हुन्छ भनेर जरुरी चाहिँ छैन सो त्यो भावना त्यो चाहिँ किमोथेरापी हो अनि किमोथेरापी गर्दा चाहिँ के हुन्छ भने तपाईँले आज किमोथेरापी गर्नुभयो तपाईँको इम्युन सिस्टम किन सबै कुरा मार्यो नि त अनि तपाईँको इम्युन सिस्टम यहाँ छ भने त्यो डिक्लाइन हुँदै 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 गएर तपाईँ लोएस्ट पोइन्टमा पुग्नुहुन्छ सो त्यो लोएस्ट पोइन्टमा चाहिँ तपाईँलाई बाहिर नजानु बाहिरको खाना नखानु इन्फेक्सन हुने चान्सेस बढी हुन्छ बाहिरको इन्फेक्सन पनि छोडिदिनु आफ्नै जिउकै इन्फेक्सन पनि हुनसक्छ जुन मलाई भयो म पछि भन्छु डिटेलमा अनि त्यो हुन्छ अनि त्यो फेज सकिएर अनि फेरि बडीले बिल्ड गर्दै जान्छ इम्युन सिस्टम अनि तपाईँ बेटर भएर आउनुहुन्छ सो 21 दिनदेखि 1 महिनाको बिचमा तपाईँ बेटर हुनुहुन्छ अनि बेटर हुने बित्तिकै अर्को राउन्ड गर्छ फेरि सो यु गो थ्रु यस्तो कर्भ्स के तपाईँको बेटर हजुरको चाहिँ कति सेटिङ थियो त्यो मेरो चाहिँ 8वटा थियो अनि मेरो चाहिँ एउटा फेक्टी भन्ने ड्रग थियो FEC-T 4 महिना FEC गरेँ अर्को चाहिँ एउटा अर्को सरी अहिले नाम बिर्सेँ तर त्यो गरेँ मैले अनि त्यो सकिसकेपछि रेडियोथेरापी गरेँ सो बेसिकली किमोथेरापी भनेको ओरल र बाई आइभी हुन्छ डिपेन्डिङ अन कस्तो खालको कन्डिसन छ पेसेन्टको त्यो अनुसारको त्यसपछि चाहिँ रेडियोथेरापी चाहिँ किन मैले त पहिला केमो भन्दाखेरि के भन्ठान्थेँ भने त्यो लेजर होला लाइक बडीमा जहाँ क्यान्सर सेल्स छ त्यहाँ लेजर गर्ने होला भन्ने सोचेको थिएँ अनि धेरै जस्तो मान्छेहरूले पनि सोच यही नै छ किमोथेरापी भनेपछि नामले गर्दाखेरि के हो थाहा भएन अब केमो पछि रेडियोथेरापी पनि गर्नुपर्छ मलाई गर्न पर्यो सबैलाई गर्न पर्दैन त्यो चाहिँ के हो एक्चुअली सो बेसिकली एउटा मसिन भित्र गएर तपाईको एउटा पर्टिकुलर रेज हालेर जुन एरियामा तपाईको क्यान्सर भयो त्यहाँ पोलेर मार्दिने के तातो हिट पठाएर रेज हालेर पोलेर मार्दिने एकदमै स्पेसिफिक हुन्छ रेडियोथेरापी चाहिँ टु अ पोइन्ट वेयर तपाईलाई रेडियोथेरापी गर्न लामो टाइम लाग्दैन कि तर तपाईँलाई राइट पोजिसनमा लगाउनलाई टाइम लाग्छ त्यो टेक्निसियनहरूलाई कि र त्यो गर्नुभन्दा अगाडि त मेरो ट्याटु पनि गराएको थियो 2-3वटा स्पटमा पर्मानेन्ट सो त्यो रेजहरू कताबाट जान्छ र मेरो बडीको पोजिसनिङ कस्तो छ भनेर सो द्याट इज रेडियोथेरापीले चाहिँ बेसिकली हाम्रो रेडियो एक्टिभ लाइट्सहरू पठाएर मार्ने त्यो एरियामा सो मेरो केसमा चाहिँ रेडियोथेरापी भयो अनि रेडियोथेरापी सकिसकेपछि मलाई 10 वर्ष हर्मोन थेरापी गर्नु पर्यो एउटा औषधि खान्थेँ So are you still on medication? I just finished. सो मेरो हर्मोन थेरापी गर्नु पर्यो जुनमा चाहिँ कस्तो हुन्छ भने more than 90% of the cases of breast cancer are hormone related के तपाईको हाम्रो जुन यो एस्ट्रोजन छ नि एस्ट्रोजन रिलेटेड सो एस्ट्रोजनलाई ब्लक गरिदिन्छ कि त्यो औषधिले सो पछि क्यान्सर नआओस् भनेर सबसाइड गरिदिन्छ सो त्यो औषधि खानु पर्यो मलाई 10 वर्ष होइन सो त्यो प्रोसेस मेरो केसमा कस्तो भयो भने म सायद सेम स्टेज अफ क्यान्सर क्यान्सर मलाई 60 या 70 इयर्समा भएको भयो भने चाहिँ मलाई रेडियोथेरापी मात्र गरेर पुग्थ्यो या किमोथेरापी मात्र गरेर पुग्थ्यो होइन तर म यङ थिएँ मेरो अन्कोलोजी टिमले चाहिँ के भन्यो भने यु आर यङ यु डोन्ट ह्याभ अ बेबी येट सो वी वान्ट टु किप यु एज सेफ एज पोसिबल सो म्याक्सिमम नम्बरको ट्रिटमेन्ट गऱ्यो भने वी नो एटलिस्ट यु आर 70-80% सेफ rather than अलिकता कम होइन सो त्यो मेरो एज फ्याक्टरले भर पर्यो सबैलाई गर्नु पर्दैन कतिजनालाई किमोथेरापी मात्र गरेर पनि पुग्छ होइन अनि एभ्री ठाउँमा चाहिँ मेडिकली
डिपेन्डिङ अन द गाइडलाइन यु निड टु फलो द्याट. अब जस्तो म लन्डनमा थिएँ, मेरो लन्डनको गाइडलाइन, युकेको गाइडलाइन, एनएचएसको गाइडलाइनले चाहिँ के भन्यो भने इफ यो क्यान्सर इज बियोन्ड अ सर्टन साइज, होइन, यो ट्युमर इज बियोन्ड अ सर्टन साइज, कति सेन्टिमिटरभन्दा बढी भयो भने चाहिँ यु हेभ टु डु रेडियोथेरापी भन्छ. आई वाज बोर्डर लाइन, सो मेरो अन्कोलोजी टिम र मेरो ब्रेस्ट केयर टिममा देयर वाज एन आर्ग्युमेन्ट के मेरो अन्कोलोजी टिम सेड yes you need to do it, मेरो नेक्स्ट टिम सेड you don't have to do it. So eventually they left the decision on me. अनि मैले चाहिँ अफकोर्स आई वेन्ट अन एन्ड गट few other medical advice किन आफूले कसरी लिने त्यस्तो एडभाइस. देयर इज नो वे वी हामीले सक्दैनौँ नि. हामी त हाम्रो रिजनै हामीले डक्टरलाई भगवान मान्ने इज बिकज वी थिङ्क दे नो एभ्रिथिङ. नि हामीलाई त केही थाहा नै हुँदैन. सो त्यो भावनाले मैले अलिकता पढेँ, 2-3वटा राम्रो अरू अन्कोलोजिस्टहरूसँग कुरा गरेँ र उहाँहरूले चाहिँ गर भनेपछि अनि मैले गरेँ. सो मैले यो सबै हजुरको कुरा सुन्दाखेरि चाहिँ म के बुझ्छु भने हजुरको प्रोएक्टिभनेसले गर्दाखेरि आज हामी पडकास्ट गर्दै नै छौँ. किनभने आफ्नो बडी लिएर आफ्नो हेल्थलाई सिरियस हामी नेपाली महिलाहरू चाहिँ त्यस्तो धेरै लिँदैनौँ होइन. हजुरले जुन भन्थ्यो 32 इयर्समा हजुरलाई यो डिटेक्ट भएको हो एन्ड यु हेभ अ किड, बच्चा छ, अलमोस्ट 6 वर्षको छोरी छ है. जेनरली अब हजुरले जुन ब्रेस्ट क्यान्सरकोबाट जुन सर्जरीहरू गर्छ हजुरले, त्यसपछि हजुरले कन्सिभ इजिली गर्न सक्छौ के थियो? किनभने मैले बुझेअनुसार क्यान्सर भएको 5 वर्षसम्म क्यान्सर पेसेन्टहरूलाई चाहिँ अब्जर्भेसन्समा हाल्या हुन्छ. आई वुड स्टिल से पेसेन्ट, किनभने त्यो जर्नी हो. जबसम्म ठिकै भयो रिकभरी पछि पनि 5 वर्ष चाहिँ रिस्क जोनमा हुन्छन्. र यो क्यान्सरको पडकास्ट धेरै गर्ने भएकोले मलाई अलिकति बढी आइडिया भएर मैले यो सोध्दैछु. त्यसपछि हजुरलाई कन्सिभ गर्नलाई गाह्रो भएको थियो किनभने वुमन केटी मान्छे भनिसकेपछि यति वर्षमा बच्चा जन्माउनुपर्छ, हाम्रो बायोलोजिकल क्लक पनि डेफिनेटली भइ नै हाल्छ. बट स्टिल ब्रेस्टको क्यान्सर भएर सर्जरी गराइसकेपछि बच्चाको फोटो पनि हेरेको थिएँ मैले, भेरी क्युट किड. कन्सिभ गर्न गाह्रो भएको थियो. सोसाइटीले के भनेको थियो कि ला क्यान्सर भयो तिमीलाई बच्चा पाऊ, अब हुन्छ कि हुँदैन, त्यस्तो सर्जरी पछि पनि निको भइसकेपछि पनि के थियो त्यो जर्नी चाहिँ आई वुड वान्ट नो. एकचोटि भन्दैछु न. अफकोर्स. सो मलाई चाहिँ कस्तो भएको थियो भने बिकज आई वाज क्वाइट यङ, हाम्रो बच्चा पनि थिएन होइन त्यतिखेर मलाई क्यान्सर हुँदाखेरि. सो मलाई चाहिँ डक्टरले तिम्रो क्यान्सर छ र सर्जरी गर्ने बित्तिकै चाहिँ उनीहरूले मलाई एग्स रिट्रिभ गरेर राख, किन तिम्रो पछि गएर नेचुरली कन्सिभ गर्न धेरै नै गाह्रो हुन्छ तिमीलाई, र तिम्रो के अरे एग्स रिट्रिभ गरेर पछि आइभीएफ गर्ने हो भने पनि द चान्सेस आर भेरी लो. सो वेयर प्रिपेयरिङ यु, बच्चा नहुन सक्छ है भनेर डक्टरहरूले भनिसकेको थियो. सो त्यो बेलामा चाहिँ मेरो र हस्बेन्डलाई चाहिँ के गर्यो भने बिकज हामी अब यङ कपल त्यो त्यस्तो सोचिया थिएन. वी वान्टेड अ किड, तर त्यस्तो नपऱ्यो भने कुरा गरिँदैन नि. सो त्यो बेलामा चाहिँ हामीलाई कुरा गर्नै पऱ्यो कि. सो वी सैट डाउन एन्ड वी टक, वी सेड हामीलाई के छ त, डु वी वान्ट अ फ्यामिली, डु वी वान्ट अ बेबी. इफ वी वान्ट अ बेबी अप्सन ए बी सी डी के हो त, ल ए नेचुरली ट्राई गरौँला, बी आइभीएफ गरौँला, भएन भने मेबी सरोगेसी, मेबी एडप्सन होइन. देयर आर लट्स अफ अप्सन्स आउट देयर. सो वी स्टार्टेड टकिङ अबाउट द्याट एन्ड वी स्टार्टेड naturalizing that process, okay? Not making it a taboo. Of course, surrounding मान्छेहरू भयो, ठुल्ठुलो मान्छेहरूलाई त आफ्नै बच्चा पाए हुने, बच्चा पाइहाल भनेर भन्ने त हुन्छ होइन, द्याट्स अप टु देम. तर हामी पनि एज अ कपल हामीलाई के चाहिएको छ त भनेर त्यो चाहिँ डिस्कस भयो. त्यो चाहिँ एउटा राम्रो कुरा निक्लियो जुन सायद हामी गर्दैनौँ थियौँ होला होइन. सो मेरो एग्स रिट्रिभ गरेर राखेको थियो. मेरो एग्स रिट्रिभ गरेर राखिसकेपछि चाहिँ मलाई चाहिँ औषधि चाहिँ 3 वर्षमा तिमीले छोड्नै मिल्दैन भनेको थियो डक्टरहरूले होइन औषधि. सो 3 वर्ष छोडिसकेपछि दे ह्याड अलमोस्ट प्लान्ड इट फर मी भनौँ न. 3 वर्ष औषधि खाऊ, इफ यु वान्ट अ बेबी यु निड टु टेक अ ब्रेक, औषधि खान रोक, 6 महिनालाई रोक, बिकज 6 महिना लाग्छ सिस्टमबाट निस्किन त्यो औषधि. त्यसपछि नेचुरली ट्राई गर, नेचुरली भएन भने अनि तिमी हामी कहाँ आऊ आइभीएफ गर्नलाई अप्सन. सो मेरो चाहिँ के भएको थियो भने त्यो बेलामा नेचुरली ट्राई गऱ्यौँ. डक्टरका जाँदाखेरि मेरो एक्टोपिक प्रेग्नेन्सी भयो. एक्टोपिक प्रेग्नेन्सी भनेको ट्युबमा बच्चा बस्यो. सो मलाई फेरि सर्जरी गर्न दौडायो. त्यसपछि फेरि हामीले ट्राई गर्दाखेरि चाहिँ अब नेचुरली गाह्रो नै छ, आइभीएफ नै गरौँ न त भनेर जाँदाखेरि चाहिँ मेरो अब लकिली भनौँ कि मिराक्युलसली मेरो नेचुरली बच्चा बस्यो. अनि त्यो भइसकेपछि चाहिँ मैले मेरो छोरीलाई
नेचुरली बर्थ दिएँ, नो कम्प्लिकेसन्स है। म चाहिँ फेरि एकदम वरी गरेर डक्टर कहाँ गएर भेटेर होइन डक्टर म क्यान्सर पेसेन्ट, देयर लाइक यु ह्याड क्यान्सर, यु डोन्ट ह्याभ क्यान्सर नाउ, तिमीले डोन्ट लिङ्क द्याट टु दिस, Right. यु आर यु ह्याभिङ अ बेबी, तिम्रो सिस्टम गोज जस्ट द वे इट इज, तिमीलाई कन्सर्न भयो भने विल बी देयर, तर द्याट इज नथिङ टु वरी भन्यो नभन्दै नेचुरल बर्थ भयो, बच्चा दिएँ। र प्लस अर्को कुरा, मैले मेरो लेफ्ट स्तनबाट मेरो बच्चालाई 4-5 महिनासम्म स्तनपान गराएँ, विच पिपल थिङ्क यु क्यान नट डु के। र त्यसपछि चाहिँ मान्छेले के पनि भन्यो भने, धेरै मान्छेले भन्ने त भन्यो, कति मान्छे मलाई आन्टिजहरू भन्नुले ए बच्चा पाउनुहुन्छ त तिमीले, नपाऊ 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 फेरि क्यान्सर आउँछ। अनि आई सेड मैले डक्टरसँग रेकमेन्डेसन लिएर गरेँ, मैले यो रिस्क आफ्नै मनले मलाई बच्चा पाउनु मन लाग्यो भनेर गरेको होइन। माई लाइफ ओके, आई लभ माई चाइल्ड होइन, मेरो बच्चा एकदमै मेरो लागि इम्पोर्टेन्ट हो, तर मेरो लाइफ त त्यो मात्र होइन नि, बच्चा पाएर नपाएर म कोही ठुलो आइमै हुने भन्ने मेरो डेफिनेसन त त्यो होइन नि त होइन। सो त्यो भएको हुनाले मैले सबै डक्टरको रेकमेन्डेसन लिएर गरेको छु भनेर मैले भने कतिचोटि। अझ कतिजना मान्छेहरूले त अब भनौँ एजुकेटेड पनि तर ल्याक अफ क्यान्सर एजुकेसन भनौँ न, उहाँहरूले त ला अनि बच्चालाई क्यान्सर हुँदैन त, तिमीबाट पास हुँदैन त। I would say lack of knowledge of cancer भन्दा पनि I don't know, maybe people will hate me for this. Lack of being empathetic जस्तो लाग्छ मलाई। sensitive पनि नभएको। एम्पेथेटिक अलिकति बढी नै हेभी वर्ड भयो जस्तो छ। मलाई त लाग्छ कि मान्छे भएर मात्र सोचौँ न, तिमी आफ्नै छोरीलाई आफूलाई नै भएको भए त्यो वर्डहरू युज गर्छौ कि गर्दैनौ भनेर आफू सोचेर मात्र बोल्नु भन्छु म चाहिँ। किनभने सधैँ अरूको लागि भन्दाखेरि जे पनि भनिदिन्छ कि मान्छेले, र इमोसनली कस्तो टर्मोइल हुन्छ। आज एउटा स्टेट आफूले आफूलाई टु किप योरसेल्फ मोटिभेटेड, इट टेक्स अ लट। कोही नर्मल मान्छेले गर्ने कुराहरू भन्दा पनि बियोन्ड एकदमै त्यो खत्रै हिरो भन्ने हुन्छ नि मान्छे वर्ड के, त्यो मुभीमा या हामी सिनेमामा हेर्छौँ, उहाँहरूको पनि एकदम धेरै हार्डवर्क एफर्ट लाग्छ, मैले बुझ्छु। त्यो एफर्ट भनेको द्याट समथिङ विच यर बडी क्यान ह्यान्डल। तर यो जुन बडी र माइन्डको दुइटै ब्यालेन्स गरेर जस्तो खालेको हजुरहरूलाई, हामीलाई त नभनौँ, म दाबी सो रङ, जो हजुरहरूले फिल गर्छिन्छ र वाट यु गो थ्रु, त्यो कुराको कम्पेरिजनै हुँदैन कि। मान्छे भएर त सोच एकचोटि एटलिस्ट। अब हामी यो पोइन्टमा आउँछौँ कि सो हजुरले जब हजुरलाई क्यान्सर डिटेक्ट भयो, हजुरको धेरै ट्रिटमेन्टहरू भइरहेको थियो, हजुरले आफ्नो फिजिकल र इमोसनल दुइटैमा एकदम गाह्रो भयो भनेर भन्छु। इमोसनली मान्छेहरूलाई जब क्यान्सर हजुरलाई भयो, हजुरको घर परिवार रिलेटिभ्सहरूले थाहा पाए, मान्छेहरूलाई मलाई चाहिँ के लाग्छ भने आफूलाई भन्दा पनि बढी अरूलाई चासो हुन्छ, गर्ने के होइन, तर यु नो इन्करेज गर्ने या पोजिटिभ कुरा त के गर्ने होइन, उल्टो ए ला यस्तो भन्यो भने डिप्रेस बनाइदिने खालेको समाजमा हामी बस्छौँ होइन। हजुरलाई के लाग्छ कि कस्तो खालेको इन्भाइरोमेन्ट चाहिन्छ जब कोही मान्छेलाई क्यान्सर डिटेक्ट भयो? इट्स नट ओन्ली योर जर्नी। म जहिले पनि भन्छु कि वाट अबाउट योर फ्यामिली त, जसलाई क्यान्सर भएको छ उहाँलाई त डेफिनेटली प्रब्लम भइ नै रह हुन्छ फिजिकली इमोसनली, तर घर परिवारलाई पनि त त्यही अनुसारको क्लोज्ड वान्स है, मम्मी बाबा, आफ्नो दाजु भाइ, हस्बेन्ड या वाइफ, उहाँहरूको त पनि त जर्नी नै हो नि यो। उहाँहरूलाई पनि जे पाए त्यही भनिदिने, इभन जो ट्रिटमेन्ट गरिरहेको छ उहाँलाई पनि जे पाए त्यही भनिदिने। हजुरको एक्सपिरियन्स के हो र के गर्नुपर्छ, कस्तो खालेको वर्ड बोल्दाखेरि यो जुन औषधिको साइड इफेक्ट जस्तो त होइन यो। किनभने मान्छे त हामी सबै जुनसुकै भाषा बोल्यो भने हामी त मान्छे नै हो। कस्तो खालेको कुरा गर्दाखेरि चाहिँ ए अलिकति इज भएको छ, ल मलाई त अलिकति सासमा सास आयो है भन्ने हुन्छ, र कस्तो खालेको कुरा गर्दाखेरि हजुरले आफूले यो जर्नीमा फिल गर्छ कि ए ल यसले पनि यस्तो भन्यो, डिमोरलाइज त भइन्छ नि। सो यो कुराहरू चाहिँ हामीले एकदम स्प्रेड आउट गर्न जरुरी छ जस्तो लाग्छ। थ्रु योर स्टोरी त नभनौँ, द्याट यु हेभ गन थ्रु, इफ यु फिल कम्फर्टेबल प्लिज सेयर इट विथ अस। अफकोर्स आई थिङ्क तपाईँले एकदमै जरुरी कुरा निकाल्नु भयो यहाँ होइन। किन मलाई चाहिँ कस्तो लाग्यो भने मेरो क्यान्सर भइरहेको बेलामा कति मान्छेले सायद मनबाट राइट कुरा नै भन्न खोज्नु भएको थियो होला, तर त्यो राइट वेमा आएन मेरो लागि होइन। सो धेरै
धेरै कुराले मलाई अफेक्ट पनि गर्यो मैले चाहिँ के पनि गरेँ भने फेरि आफू लागि एउटा त म नेपालमा थिइनँ है सो त्यसले गर्दाखेरि धेरै अलमोस्ट बचे जस्तो नै सजिलो भयो तर अर्को कुरा अब फोन छ मेसेजेस छ होइन मलाई धेरै मान्छेले फोन गर्न खोजे रिच आउट गर्न खोजे तर मैले एकदमै आई युज टु पिक एन्ड चुज कोसँग कुरा गर्ने र कोसँग कुरा नगर्ने होइन किन त्यो मैले आफ्नो पर्सनल इस्यु के पनि होइन उहाँहरूसँग मसँग एकदमै क्लोज भएको मान्छेसँग पनि म कुरा गरिनँ म ओके डिस्टेन्स भएको मान्छेसँग पनि कुरा गरेँ होइन किन भन्दाखेरि त्यो मेरो आफ्नो आफूलाई सेल्फ प्रोटेक्टिङ मेकानिजम थियो कि त्यो मेरो मैले आफूलाई कसरी अरू मेन्टल स्ट्रेसबाट बचाउने त भनेर मैले त्यो सोचेर चाहिँ कतिजनासँग मेसेज गरिनँ पुरा 1 वर्ष मेरो एन्टायर ट्रिटमेन्ट हुँदा म कुरा गरिनँ पछि गएर लामो एउटा मेसेज लेखेर इमेल लेखेर मैले सबै मेरो घर परिवारसँग पठाएँ होइन मेरो आफ्नै घर परिवारको कतिजना मान्छेसँग पनि म कुरा गरिनँ र कस्तो हुँदो रहेछ भने तपाईँले एकदम जरुरी कुरा के निकाल्नु भयो भने हामी अफन टाइम प्राइमेरी केयर गिभर भन्छौँ नि उहाँहरूलाई इग्नोर गरिन्छ म जहाँ छु यहाँ छु अहिले मेरो मामु र बाबाको सपोर्ट मेरो हस्बेन्डको सपोर्ट मेरो सबै जुन मेरो सपोर्ट अराउन्ड मी छ उहाँहरूले गर्दाखेरि पनि मलाई जुन त्यो सहानुभूति मिल्यो नि त्यो मलाई सायद पाउँदिन थियो होला यदि मेरो फ्यामिलीहरू सपोर्टिभ हुनु नथ्यो भने होइन तर द स्ट्रेन्थ द्याट केम फ्रम द्याट इज अनइमेजिनेबल कि तपाईँको मेन्टल स्ट्रेन्थको लागि पनि हेल्प गर्छ होइन आइ एम नट सेयिङ नराम्रो मोमेन्ट थिएन म मेरो हस्बेन्डसँग यति झगडा गरेँ मामु र बाबासँग यति थियो झगडा कि एट सम मोमेन्ट मैले प्लिज घर छोडेर जानु मलाई 1-2 घन्टा एक्लै चाहिन्छ पनि भनेर उहाँहरूलाई निकालिदिएको नै छु घरबाट राइट तर त्यो इमोसनल टर्मोइल हुन्छ इमोसन माथि तल हुन्छ मनबाट धेरै गाह्रो भएको हुन्छ नि त तर हामीले हाम्रो प्राइमेरी केयर गिभरको वेलबिङको बारेमा बिर्सिन्छौँ होइन मेरो हस्बेन्ड मलाई टेक केयर गर्ने बेलासम्म सबै राम्रो थियो उसको तर पछि गएर सबै ट्रिटमेन्टहरू सकिसकेपछि ही ह्याड अ मेजर क्रास उसको मेन्टली इमोसनली वर्कमा पनि एकदमै ठुलो क्रास भयो अनि उसलाई चाहिँ थाहा थिएन कि के को लागि कसरी भयो यो भनेर तर यस्तो हुन्छ कि स्पेसली प्राइमेरी केयर गिभर्सहरू ओभरवेल्मिङ हुन्छ नि बिकज यसो हुन्छ अब आफ्नै बच्चालाई त्यस्तो भइरहेछ होइन मेरो अहिले छोरी 6 वर्षको छ ज्वरो आए त मलाई पिर पर्छ मलाई टेन्सन भएर जान्छ मेरो मुड अफ हुन्छ मेरो मामु र बाबालाई के भयो होला त्यो बेलामा आफ्नो छोरीलाई यस्तो गएको देखेको बेलामा होइन र त्यो बेलाको उहाँहरूको इमोसनहरू हामीले बुझ्दैनौँ कि फेरि उहाँहरूलाई कस्तो हुँदो रहेछ भने दे फिल हेल्पलेस केही गर्नै सक्नु हुँदैन त्यस्तो बेलामा के गर्ने एन्ड द्याट्स नट जस्ट प्राइमेरी केयर गिभर एभ्रिबडी अराउन्ड के सो त्यो भएको भावनाले चाहिँ मान्छेहरूलाई के हुन्छ भने केही गरौँ तर गर्दाखेरि गल्ती कुरा निस्किँदो रहेछ कि कहिले जस्तो गल्ती कुरा भन्दै जाँदाखेरि कस्तो कुराहरू एज एन इक्जाम्पल लाइक कसैले केही भनेको कुराहरू त मनमा त बस्छ नि म जहिले पनि एउटा कुरा भन्छु जब मान्छे बिरामी हुन्छ त्यो बेलामा द्याट इज द मोस्ट इम्पोर्टेन्ट फेज जहाँ आफू सेन्सिटिभ हुन जरुरी छ अरू बेलामा तिमी जे छौ जस्तो छौ आज रिसाउँछौ बोल्छौ मतलब भएन तर बिरामी हुँदाखेरि मान्छेहरूलाई कसरी व्यवहार गरिन्छ के वर्ड बोलिन्छ त्यो चाहिँ स्ट्याम्प्ड हुन्छ अरे फर देयर एन्टायर लाइफ सो मलाई पनि फिल हुन्छ कि म एकदमै धेरै सेन्सिटिभ हुन्छु वेन समबडी इज सिक इभन ज्वरै आयो भने पनि कसैलाई मेरो चिनाजानीको मान्छेहरूलाई भने नि आर यु ओके भनेर सोध्ने बानी छ कि इफ यु लाइक लेट मी नो इफ आई क्यान बी अफ एनी हेल्प आई एम जस्ट अ फोन कल अवे अर अ मेसेज अवे है तपाईँले मलाई जहिले सुकै भए पनि रिच आउट गर्न सक्नुहुन्छ भनेर भन्नुहुन्छ किनभने भन्नै आउँदैन केही पनि होइन तर कतिवटा कुराहरू जुन हजुरले भन्छ नि कि त्यो हजुरको मनमा पनि त छाप त पर्यो होला नि यु डोन्ट ह्याभ टु टेक द नेम तर के कुराहरू भनिएको थियो जुन कुराहरू हामीलाई अहिले सुनिराख्नु भएको हेरिराख्नु भएको जो जतिले पनि रिलेट गर्न सक्नुहुन्छ होला कि त्यस्तो कुराहरू थाहा नभएर भन्दाखेरि पनि त्यसले इम्प्याक्ट गर्छ भन्ने कुराहरू पनि त लेट्स सेग्रिगेट एन्ड देन से कि कस्तो कस्तो कुराहरू आजको दिनमा हजुरलाई याद गर्दाखेरि कसले के भनेको कुराहरू याद छ हजुरलाई आजको दिनमा त सोच्दाखेरि हाँस उठ्छ नि है त्यो कुराहरू तर त्यो बेलामा अफकोर्स लाइक यु सेड हाँस उठ्दैन इट्स अ पर्मनेन्ट स्ट्याम्प नि ओहो मलाई के मात्र भनेको छैन मान्छेहरूले मलाई भन्यो ए तिम्रो पहिलो जन्मको पाप हो यो भनेर पनि भन्नुभयो उहाँहरूले चाहिँ एकदम पुण्य गर्नुभएको थियो अनि अरू बेलामा मलाई के पनि भन्नुभयो भने ए बच्चा नपाएर होला तिमीले छिटै बिहा गर्ने बित्तिकै त बच्चा पाउनु पर्ने भनेर भन्नुभयो देयर इज नो साइन्टिफिक एभिडेन्स के अन अ कमेन्ट लाइक द्याट त्यस्तो खालको कमेन्टले चाहिँ हाम्रो
वुमेनलाई अझ गिल्टी फिल गराउने बाटो हो कि त्यो बच्चा छिटो पाऊ बिहा गर्ने बित्तिकै भनेर अर्को बेलामा मलाई कस्तो पनि कमेन्ट भयो आहा तिमी त यस्तो राम्री छौ कसरी भयो तिमीलाई क्यान्सर or things like ए तिमीलाई ब्रेस्ट क्यान्सर भयो ए त्यो त राम्रो खालको क्यान्सर हो के पनि हुँदैन सो यति धेरै कुरा सो मेसेज चाहिँ पोजिटिभ थियो ए ब्रेस्ट क्यान्सर हो केही हुँदैन उहाँहरूको इन्टेन्सन त ए तिमीलाई केही पनि हुँदैन इट्स ओके भन्ने होला तर जसरी भन्यो ओ कम अन द्याट साउन्ड सो स्टुपिड सरी टु बी कोटिङ सेइङ दिस यो त केही यो राम्रो क्यान्सर हो यो केही भएन भनेर ए तिम्रो त एउटा आँखा लेफ्ट आँखा फुट्यो केही भएन भने जस्तो त हो नि लाइक अनि अर्को चाहिँ विच आई थिङ्क इट्स भेरी बोर्डर लाइन है किन मान्छेहरूलाई यो चाहिँ रङ भनेको जस्तै लाग्दैन तर मलाई चाहिँ एकदमै यो स्टेटमेन्ट चाहिँ एकदमै रिस उठ्थ्यो जुन मैले अहिले पहिला पनि भने नि नोट गरेँ ओ हरि यस्तो भयो ओके इट्स ओके बी पोजिटिभ युल बी फाइन भनेर भन्नुहुन्थ्यो कि अनि माई क्वेसन वाज वाट इज बिङ पोजिटिभ what do you mean be positive? I don't want to be positive. मलाई पोजिटिभ हुन मन छैन मलाई cheer up गर्न मन छैन let me feel my emotions हैन मलाई नराम्रो लागिरहेछ आज मलाई आएर नभन ए get over it भनेर because you cannot of course हैन म एकदमै मलाई के पनि भएको छैन मलाई के पनि भएको छैन म राम्रो छु म एकदमै ह्यापी छु भनेर भन्न पनि जरुरी छ तर त्यो मात्र भनेर पनि हुँदैन यु निड टु रियलाइज हैन मलाई यस्तो नराम्रो भएरै छ मलाई यस्तो भयो तर म बेटर हुन्छु म अब गएर म राम्रो फरवर्ड हेर्छु भनेर भन्यो भने चाहिँ पछि गएर साइकोलोजिकल इश्युजहरू आउँदैन हैन सो त्यो गर्दाखेरि चाहिँ यति धेरै कुरा भन्यो जुन मैले मेरो किताबमा पनि लेखेको छु द गुड थिङ्स टु से हैन अरू कुराहरू तर लाइक यु सेड हैन कसैलाई बिरामी भएको छ या कसैको एकदम ठुलो लस भएको छ लाइफमा all you need to do this is the best thing you can do someone is just call them and say are you okay I'm here for you that is the biggest and the best warmest hug that you can get over the phone right त्यसले जस्तो तपाईलाई बेटर फिल गराउने के पनि हैन कहिलेकाहीँ मेरो साथीहरूले मेसेज लेख्थ्यो दे वर अल ओभर द वर्ल्ड है हे सुबी जस्ट सेन्डिङ यु अ बिग हग थिङ्किङ अबाउट यु हैन और समथिङ लाइक ए मैले आज यो खाना बनाउन लाछु के खान मन छ म पठाइदिन्छु हैन बिकज त्यो बेलामा खाना बनाउन मन लाग्दैन टेस्ट चेन्ज हुन्छ किमोथेरापीको साइड इफेक्ट्सले खान मन लाग्दैन तर साथीभाइ आएर खाना राखिदिने फ्रिजमा कहिलेकाहीँ साथीहरूले फोन गरेर ए आर यु बेटर आज सिनेमा हेर्न जाउँ न or just something to make you feel normal but also to acknowledge that तिमीलाई केही भइराछ भनेर so not oblivion as well है केही भएको छैन so केमो गर्दाखेरि यो प्रोसेसमा जब ट्रिटमेन्टहरु भइरहेको हुन्छ त्यो बेलामा चाहिँ खाना जे खाँदाखेरि पनि फरक पर्दैन किनभने मैले सुनेको चाहिँ कोठाबाट बाहिर ननिस्किनु एज यु अल्सो सेड कि आफ्नै बडीबाट इन्फेक्सन हुन्छ भनेपछि त्यो रिस्क लिनु इज इट एडभाइजेबल लाइक कसले कि अब माया गरेरै बनाउँछ होला तर जब ट्राभल गरेर आउँदाखेरि ब्याक्टेरियल भाइरल त्यो बक्सेसमा या खानामा इज इट एडभाइजेबल It depends because कस्तो हुन्छ भने मैले भने नि किमोथेरापीको त्यो फेजेस हुन्छ when it's your immune system is at your lowest त्यति बेलामा चाहिँ गर्नु हुँदैन आई वुड से मैले बाहिरको पनि खाना खाइन मैले बाहिर मान्छे पनि भेटिन तर जब त्यो डाक्टरले बुझाउन सक्नुहुन्छ जब त्यो रिस्क फ्याक्टरबाट निस्किनु भयो नि डे 15 to day 20 जतिमा चाहिँ यु क्यान डु एनिथिङ and I encourage you to do something not just stay at home and not do anything म बाहिर सिनेमा हेर्न गएँ मेरो त कपाल सपाल केही थिएन म त बाहिर गएँ म सबै कुरा गरेँ हैन टु make myself feel as normal as possible तर त्यो हेरेर हुन्छ कुन मोमेन्टमा हुन्छ र कुन मोमेन्टमा हुँदैन त्यो चाहिँ ख्याल गरेर हुन्छ हैन एकदम स्यानिटाइज युज गर्ने घर सफा गर्ने त्यो सबै मैले पनि गरेँ म पनि घरबाट बाहिर गइन हैन खानेकुरामा चाहिँ के भन्नुहुन्छ भने जेनरली दिस इज all across the world हैन काँचो कुरा नखाने किन त्यसमा इन्फेक्सन हुने जाने चान्सेस हुन्छ सो अन्डा पनि फुल्ली पकाउने रनी योक नखाने सुशीहरू नखाने चिसो खाना नखाने भात पनि बासी भात नखाने सकेसम्म फ्रेश बनाएको खाने हैन फ्रुट्सहरू पनि डिपेन्डिङ कहाँ हुनुहुन्छ तपाईहरु फ्रुट्सहरू पनि कि उमालेर खाने या के गरेर खाने भनेर त्यो सबै आउँछ कुरा पनि सो त्यो चाहिँ तपाई जहाँ हुनुहुन्छ तपाईको डाक्टरले जे भन्नुभएको छ त्यही नै चाहिँ इज द बेस्ट एडभाइस तर म अर्को एडभाइस के पनि दिन्छु भने हाम्रो नेपाली कल्चरमा कसैलाई हेल्प गर्ने भनेको नै एडभाइस दिएर हुन्छ हैन सो त्यसले गर्दाखेरि चाहिँ सबैको एडभाइस सुन्न जरुरी पनि छैन
आफ्नो मन सुन्नुपर्छ। जस्तो मलाई चाहिँ मामुले कतिचोटि खुट्टीको झोल होइन अनि कति तागत भएको कुराहरू बनाउनु भयो, तर मलाई एउटा पनि माछा मासु खानै मन लागेन होइन। सो मैले त्यो पनि खाइनँ। लिसन टु योर बडी। तर खाना चाहिँ खाएँ। मलाई चाहिँ ओके म यो खाँदिनँ, मेरो मनले खान मन छैन अहिले, मेरो एपेटाइट छैन, तर खान जरुरी छ म बेटर हुनको लागि भनेर मैले अरू कुरा खाएँ। द्याट हेल्प्ड मी बेटर होइन। म अहिले भन्छु मलाई केही कुरा चपाउन थाक्थेँ म। चपाउँदा यो ज लाइन र फेस नै थाक्ने, त्यस्तो विकनेस इभन हेडसम्म पनि भारी भए जस्तो फिल हुन्छ। यस, अनि त्यो एनर्जी नै नहुने चपाउनलाई। सो त्यो भएको भावनाले चाहिँ मैले सबै कुरालाई अलिकता पातलो जौलो जस्तो बनाएर, जौलो मात्र त होइन तर जौलोको टेक्स्चर या त्यस्तो खालको सफ्ट, सुपर सफ्ट गरेर अलमोस्ट निल्ने नै गर्थेँ होइन खान नमन लाग्दाखेरि पनि। बट यु हेभ टु डु द्याट। सो द्याट इज वेयर आई से कि द्याट इज अ फाइन लाइन। मलाई खान मन छैन भन्न सक्नुपर्छ र भने पनि हुन्छ, तर एट द सेम टाइम यो पनि थाहा पाउनुपर्छ कि खाएर म बेटर हुन्छु होइन। न्युट्रियन्ट्सले मलाई हेल्प गर्छ। मैले भने नि मेरो छोरी भयो, मैले बच्चा नर्मली पाएँ। हाम्रो बडी हेर्नु न कतिको ब्युटिफुल रहेछ त। आफ्टर गोइङ थ्रु सो मच ट्रमा, सो मच भनौँ न भित्र मेडिकेसन, साइड इफेक्ट्स एउटा बडी नै थिएन, पेन गर्दाखेरि पनि द वे वी हिल। हजुरले त भन्छ कि म त मर्छु, हामी दुईजना सेम रहेछौँ, म त मर्छु, त्यो खालीको इमोसनल स्टेज त्यो सबै पछि पनि वी आर सिटिङ हियर एन्ड टकिङ। द्याट्स सच अ ब्युटिफुल थिङ। यस, लाइफ इज ब्युटिफुल। अब अर्को कुरा के भने जस्तो यु सेड युआर इन युके, हजुर युकेमा होइसक्छ, मेबी सेभड, आई गेट इट। तर मैले एउटा कुरा चाहिँ के बुझ्दिनँ भने कसैलाई केही बिरामी भयो, इभन क्यान्सर या केही पनि बिरामी भयो, हस्पिटलाइज भयो भने त्यो मान्छेसँग त झन् बढी डिस्टेन्स राख्नुपर्छ होला नि, इफ यु केयर अबाउट द्याट पर्सन, राइट? अब यहाँ त जो पनि फलफुल लिएर जतिखेर पनि भेट्न आउने, जब भनेको छ डक्टरले इम्युन लो हुन्छ, सकेसम्म इन्फेक्सन नहोस्। अब यति धेरै मान्छेहरूमा सोध्न त मिलेन कि नुहाएर आएको छ कि छैन, भर्खर आएको। यो नर्मली हेर्दाखेरि पोल्युसन लेभलको कुरा गर्दा काठमाडौँ त झन् नम्बर 1, 2 मा पर्छ, सधैँ पनि फ्लक्चुएट भइरहेको हुन्छ। सो हजुरलाई लाग्दैन कि कोही मान्छेले माया गरेछ भन्दैमा फिजिकली आएर त्यो स्याउ हर्लिक्स यो लिएर आएर हेर्नु चाहिँ माया होइन जस्तो लाग्दैन? डु यु वान्ट टु से एनिथिङ जसलाई माया गर्नु छ भने देखाउनलाई पनि देखावटी माया गरेर हुँदैन? यसको बारेमा के भन्न चाहिन्छ हजुर? होइन, तपाईँले भनेको ठिक हो, एकदमै करेक्ट हो। तर मैले के पनि बुझ्छु भने हाम्रो नेपाली कल्चरमा, हाम्रो नेपाली कस्टम्सहरूमा चाहिँ कसैलाई केही भइहाल्यो भने जानेर सपोर्ट गर्ने पनि त छ नि होइन, कम्पेयर टु गिभिङ देम द डिस्टेन्स। अब जस्तो मेरै मामु र बाबालाई कोही मान्छे घरमा गएन र उहाँलाई एक्लै त्यत्रो 4 दिन लन्डन उड्नुभन्दा अगाडिसम्म बस्नु पर्यो भन्दा त गाह्रो हुन्थ्यो नि, एक्लै आफ्नो माइन्डमा बस्नलाई। तर घर परिवारको मान्छेहरू जानुभयो, उहाँहरू घुलमिल गर्नुभयो, त्यो पनि राम्रो एस्पेक्ट छ हाम्रो कल्चरको। तर अर्को साइडमा आई टोटली एग्री, वेन यो इम्युन इज लो, जब तपाईँलाई हेल्थ राम्रो छैन, इन्फेक्सन हुने चान्सेसहरू छ भने चाहिँ हामी सुन्दैनौँ, त्यसलाई रिस्पेक्ट गर्दैनौँ। जसरी मैले कतिजनाको फोन उठाइन नि, उहाँहरू रिसाउनु भयो मसँग होइन। त्यो रिसाउनु हुँदैन थियो, किन म पनि एउटा केहीबाट भइरहेछ मलाई त्यो पोजिसन हेर्ने। और मेरो मामुले मलाई यत्रो खुट्टीको झोल बनाइदिनु भयो, मैले एक सेप खाएर पुरै फ्यालिदिएँ होइन। फ्यालिदिएँ भने मैले खाइनँ नि, अरूहरूले खायो, द्याट्स डिफ्रेन्ट। तर फ्यालिया जस्तै नै भयो नि, बिचरा मेरो मामुको मेहनतको लागि होइन। सो त्यसमा पर्सनली नलिनको लागि चाहिँ त्यो चाहिँ हामीलाई बुझ्न एकदमै जरुरी छ। डोन्ट टेक इट पर्सनली के। मैले कतिजना मान्छेहरूले मलाई भन्छन् मेरो साथी इज गोइङ थ्रु क्यान्सर, आई विल पुट यु इन टच, दे पुट मी इन टच, देयर इज नो रेस्पोन्स फ्रम देम, आई चेक अप अन देम वान्स इन अ वाइल। तर आई लिभ इट एट द्याट के, किन मलाई थाहा छ द्याट गिभिङ देम स्पेस or giving them space is also love. Exactly, it's also respecting उनीहरूलाई के भइरहेछ त्यो पनि रिस्पेक्ट गरिरहेछौँ। जस्तो there are some people like me, म चाहिँ लन्डनको हार्टमै बस्ने सिटीमा होइन। सो मलाई चाहिँ बाहिर निस्किने बित्तिकै हुलमिल गर्ने, बिर्सिने, त्यो सबै कुरा मलाई मन पर्यो। बिकज आई डिडन्ट हेभ टु थिङ्क अबाउट माइसेल्फ, आई डिडन्ट हेभ टु लुक ब्याक एन्ड रिफ्लेक्ट होइन। तर मेरै कतिजना साथीहरू मलाई थाहा छ मेरो क्यान्सर ट्रिटमेन्ट सेम टाइम गरिरहेको बेलामा उनीहरूलाई चाहिँ सिटीमा त बस्नै नमन लाग्ने, झन् एङ्सियस भएर आउने। उनीहरूलाई कन्ट्री साइडमा बसेर लङ वक्स, गाई हेर्दै, डिपेन्डिङ अन पर्सन टु पर्सन, सो पर्सन टु पर्सनमा पनि हुन्छ। सो
त्यो भएको भावनाले चाहिँ त्यो मान्छेको चोइस रिस्पेक्ट गर्न चाहिँ जरुरी छ त्यो मान्छेले भनेको कुरालाई चाहिँ पर्सनली नलिनलाई चाहिँ जरुरी छ त्यो चाहिँ म एउटा भन्छु त्यो चाहिँ इट्स भेरी त्यो बेलामा चाहिँ इट्स अलमोस्ट लाइक तपाईँले भने जस्तो कि त्यो फेजको लागि मेक अ ब्रेक नै भएर जान्छ मान्छेहरू हेर्दा हेर्दा पनि दिक्क लाग्छ नि तर यस्तो फेजमा पनि जजमेन्टल हुनु उसले यो गरेन उसले मेरो रेस्पोन्स गरेन मलाई मसँग कुरा गर्न मन नलगाएर यस्तो भयो होला यो होला डोन्ट यु थिङ्क यो कुराहरू एकदम त्यस्तो मान्छेहरूसँग त सङ्गतमा बस्नुभन्दा नबस्नु नै बेटर होला नि बी इट अ फ्रेन्ड अर अ फ्यामिली किनभने जो मान्छेले कसैको सेकेन्ड पर्सन जो त्यस्तो धेरै ट्रमाबाट गुज्रिरहेको छ उनीहरूको इमोसन नै बुझ्दैन भने त्यस्तो मान्छे लाइफमा राखेर पनि के मतलब किनभने उहाँहरूले त आफ्नो बारेमा पो सोच्नु भयो त त्यो मान्छेको बारेमा त सोच्नु भएन त्यो मान्छेको बारेमा सोच्ने भएको भए त मेबी सी निड्स हि निड्स स्पेस होला उहाँहरूको यस्तो होला त्यो मान्छेको प्रति त ट्रस्टै नभएको जस्तो भयो नि कि सधैँ पनि भ्यालिडेसन चाहिने सधैँ पनि मलाई नै इम्पोर्टेन्स चाहिने भन्ने कुरा जस्तो भयो जस्तो लाग्छ मलाई चाहिँ आई टेक इट द्याट वे मलाई चाहिँ त्यस्तो लाग्छ कि कोही कसैले एउटा मान्छेले अर्को मान्छेको कुरा नै बुझ्दैन भने वाट इज द पोइन्ट कि आफूलाई सधैँ पनि मलाई नै भनोस् मलाई नै राम्रो भनोस् मैले त यस्तो गरेको थिएँ मेरो फोन उठाएन मैले त यस्तो गरेको थिएँ मैले गरिदिएको यस्तो खाएन सो आई थिङ्क मलाई चाहिँ लाग्छ कि इट्स बेटर जो मान्छेले बुझ्छ सपोर्ट गर्छ त्यो मान्छेले यस्तो कुराहरू गर्दैन होला जो मान्छेले यस्तो गर्छ दे आर नट यर ट्रु फ्रेन्ड अर यर फ्यामिली क्लोजर टु यु जस्तो मलाई चाहिँ फिल हुन्छ होइन मान्छेहरूले भन्छन् नि वेन यु आर एट यर लोएस्ट मान्छे चिनिन्छ भनेर भनेको त्यही हो होइन तर हाउ डज इट मेक सेन्स कि कसैलाई पनि केही पनि हाम्रो स्पेसली हाम्रो कल्चरमा चाहिँ त्यो स्पेस दिने चलनै भएन जस्तो लाग्छ कि हामीलाई यो पनि मलाई चाहिँ लाग्छ कि साइकोलोजी जुन सब्जेक्ट छ त्यो कुरा पनि एकचोटि बच्चैदेखि हामीलाई यो कुराहरू सिकाइयो स्कुलमा घरमा भन्यो भने चाहिँ इज हुन्थ्यो होला अब हामीलाई हाम्रो सायद ब्रटअप पनि यस्तै थियो होला म चाहिँ आई गेट भेरी एजिटेटेड विथ दिस थिङ्स के if I don't want it, you're imposing yourself on me. मलाई चाहिँदैन त्यो फेजमा त्यो कुरा मलाई चाहिँदैन भने जबरजस्ती मैले माया गरेँ भने मैले त गर भनेको थिइनँ नि त मलाई त्यो चाहिन्छ कि चाहिँदैन इज मोर इम्पोर्टेन्ट सो ह्याभिङ सेड अल अफ दिस थिङ्स मलाई लाग्छ कि एउटा मान्छे भएर मान्छेको भावना मात्रै बुझिदियो भने पनि धेरै ठुलो कुरा भइसक्यो आजकलको जमानामा र अर्को लास्ट एउटा क्वेसन मैले फेरि पनि के सोध्न चाहेँ भने जुन मैले अघि हजुरकोबाट एन्सर पाइनँ हजुरको जुन केयरटेकर्सहरू होइसिन्थ्यो नि फ्यामिली मेम्बर्स हु आर यर फर्स्ट ह्यान्ड केयरटेकर्सहरू भनौँ या फ्यामिली भनौँ हस्बेन्ड को होइसिन्थ्यो मलाई थाहा छैन उहाँहरूलाई पनि त कतिवटा कुराहरू भन्ने होला नि जसले गर्दाखेरि जुन यु टक्ड अबाउट यर हस्बेन्ड्स कन्डिसन आफ्टर फिनिसिङ यर ट्रिटमेन्ट उहाँहरू बाबा मम्मू कुराहरू हुन्छ होला नि कि कसैले यो भन्थ्यो मलाई त यस्तो भयो उहाँहरूको पनि त लाइफमा मनमा त छाप त पर्यो होला नि त त्यस्तो के कुराहरू थियो उहाँहरूले सेयर त गर्छ होला हजुरलाई डाइरेक्टली सेयर नगरे पनि एउटा के भयो भने मेरो क्यान्सर ट्रिटमेन्ट सकिसकेपछि म जब फर्स्ट टाइम नेपाल आएँ नि मेरो पेरेन्ट्सले चाहिँ मेरो आमा बुवाले चाहिँ मलाई नआऊ बरु अहिले नेपाल नआऊ भन्नुभयो कि अनि मैले त्यो बुझिनँ किन भनेर अनि पछि अलिकता बुझ्दै जाँदाखेरि चाहिँ उहाँहरूलाई पनि मान्छेहरूको त्यो कमेन्टले बिचारा बिरामी के होला मान्छेले के भन्ला किन भनेकै छ नि त सो त्यो भनेको भावनाले पनि कतिचोटि मलाई मामुहरूले नै मेरो बुवाहरूले नै होइन तर तिमीले बच्चा पाउन सेफ छ त किन कहिले मलाई प्रेसर गर्नु भएन अलवेज लेफ्ट द्याट डिसिजन टु मी होइन किन उहाँहरूलाई थाहा थियो बुझ्नुभयो तर पाउने भनिसकेपछि तिमीलाई सेफ छ त किन अरू मान्छेहरूले भन्यो नि त त्यो कुरा होइन अर थिङ्स लाइक ट्रिटमेन्ट तिम्रो पुग्यो तिमीलाई पेट स्क्यान गर्न पर्दैन किन सो एन्ड सोले त पेट स्क्यान गर्यो र मलाई भन्यो पेट स्क्यान गरेको तिम्रो किन नगरेको तिम्रो यो किन नगरेको भनेर सो त्योबाट चाहिँ मलाई इन्डाइरेक्टली धेरै कुरा थाहा भयो जुन पेरेन्ट्सहरूलाई पनि भनिएको थियो इभन मेरो हस्बेन्डले कति धेरै कुरा गर्दाखेरि चाहिँ आई कुड टेल हिज comment was not his comment के was coming through someone else directly के comment आयो त्यो भन्दाखेरि पनि मलाई त्यो थाहा छैन त्यसको रेसिप्रोकल एक्सन्सहरु चाहिँ हजुरले फेस त्यो चाहिँ मैले फेस गरेँ सो त्यसबाट चाहिँ मलाई थाहा भयो कि अफ कोर्स उहाँहरूलाई पनि यस्तो भएको रहेछ भनेर सो मलाई एउटा एकदम सर्टमा हजुरले एउटा भन्दिस्यो जब कोही मान्छेलाई क्यान्सर डिटेक्ट हुन्छ ट्रिटमेन्ट भइरहेछ भने
पेसेन्टलाई कसरी ट्रिट गर्ने, जो क्यान्सरसँग फाइट गरिरहेछ उहाँहरूलाई कसरी ट्रिट गर्ने, कस्तो खालको ट्रिटमेन्ट दिने वान, र उहाँहरूको केयर गिभर्सहरूसँग कसरी ट्रिट गर्ने नर्मल मान्छेहरूले आउट अफ कन्सर्न नै त भने पनि, सो मान्छेलाई कहिले पनि चित्त दुखाइ नहोस्। किनभने हामीलाई चित्त दुखाइ 100% हुन्छ, देखाउ नदेखाउ अर्को कुरा हो, जिन्दगीमा त्यो दाग कहिले पनि जाँदैन। सो त्यो दुईटा कुरा चाहिँ मलाई भन्दिछु न, फर अ क्यान्सर पेसेन्ट एन्ड also for केयर गिभर्स। आई थिङ्क दुइटैको लागि सेम आन्सर हुन्छ होइन, और एटलिस्ट सिमिलर। त्यसमा चाहिँ म के भन्छु भने जस्ट आस्क, उहाँहरूलाई नै सोध्नु के भइरहेछ, कस्तो भइरहेछ, के गरौँ, मैले के गर्दा हेल्प हुन्छ, म यहीँ छु है, मलाई फोन गर है केही चाहियो भनेर त्यो उहाँहरूले गरिदिनु भयो भने होइन, क्यान्सर पेसेन्टहरूलाई पनि र प्राइमरी केयर गिभरहरूलाई पनि त्यो अप्सन दिन्छ कि कोही छ है मेरो लागि भनेर। र म अर्को कुरा चाहिँ के भन्छु भने दि अदर वे अराउन्ड कि फर हु आर गोइङ थ्रु क्यान्सर एन्ड अल्सो द प्राइमरी केयर गिभर, आस्क फर हेल्प। इट्स ओके टु आस्क फर हेल्प। राइट हो। आफूलाई कसैलाई नभनेर म आफै गर्छु, म सबै सक्छु आफै गर्ने भन्ने पनि जरुरी छैन। सबैजना भनरेबल हुन्छ, सबैजना नराम्रो केस थ्रुमा जान्छ होइन। सो इट इज ओके टु आस्क फर हेल्प, इट्स ओके टु बी भनरेबल, इट्स ओके टु से मलाई नराम्रो भयो, म रोएँ। म अहिले सबैजनालाई भन्छु 3 वर्ष मेरो क्यान्सर सकिसकेपछि वाज वेन आई गट इन्टु एङ्जाइटी एन्ड डिप्रेसन होइन। त्यो बेलामा मलाई थाहा भयो कि आई निड हेल्प भनेर होइन। म गएँ काउन्सिलरका, म हेल्प माग्न गएँ। तर हाम्रो सोसाइटीमा चाहिँ कस्तो छ भने बौला भयो भने मात्र जानु पर्यो, दिस वर्ड द्याट दे युज बौला, राइट, विच अगेन आई हेभ अ प्रब्लम विथ। सो एट दि एन्ड मेरो दिमाग खराब भएको छ र म जानको लागि। एक्ज्याक्टली। सो त्यो भए हुनाले चाहिँ कसैलाई सोध के भइरहेछ, के गरौँ, कसरी हेल्प गरौँ, के चाहिएको छ। Okay, that is the best. I think that's the best one line you can send to them. Then to एकदमै नाक घुसोडेर जबरजस्ती यो हो, फलानाले यस्तो भन्यो, ढिस्कानाले यस्तो भन्यो, यो बकवास भन्दा पनि एटलिस्ट इफ कसैलाई पनि एकदमै धेरै केयर छ भने यही नै गर्दाखेरि ठिक हुन्छ, जुन हजुरले भन्छ। मलाई त्यस्तो लाग्छ। अफकोर्स मलाई पनि त्यस्तै लाग्छ, सबैलाई त्यस्तै लाग्छ जस्तो लाग्छ मलाई। अब हजुरको यो जुन जर्नीमा हजुरले ट्रिटमेन्टको कुरा गर्छौ, वाट यु हेभ गन थ्रु, सच अ ब्युटिफुल स्टोरी अफ अ हिरो जस्तो लागिरहेछ मलाई होइन। सो 10 years ब्याक जो सुवेक्षा घिमिरे थियो र आज जो यत्रो जर्नी पछिको सुवेक्षा घिमिरे, मैले जुन हजुरलाई फर्स्ट क्वेसन सोधेको थिएँ रिलेटिङ टु द्याट, what is it that has changed सुवेक्षा घिमिरे एज अ पर्सन आफ्टर दिस जर्नी? मलाई चाहिँ लाग्छ कि कोही मान्छेले एकदम धेरै टर्मोइल या एकदमै धेरै ट्रमेटिक लाइफ छ भने त्यो मान्छेको लाइफ जस्तो मान्छे छ एज अ पर्सनालिटी, बिहेभियर 360 चेन्ज भएको मैले धेरै देखाए पनि छु, आफूमा पनि फिल गरेको छु। हजुरमा चाहिँ के चेन्जेस आयो 10 years अगाडिको सुवेक्षा र आजको सुवेक्षामा के चेन्ज छ? आई थिङ्क चेन्ज मेनली भन्दाखेरि अहिले हेर्ने नै हो भने म आफूलाई प्रायोरिटी दिन थालेको छु। पहिला जुन मैले परह्याप्स आफूलाई प्रायोरिटी दिन नि, त्यो चाहिँ अहिले दिन थालेको छु। मेरो मेन्टल हेल्थ, मेरो फिजिकल हेल्थ बिफोर एभ्रिथिङ एल्स। इफ आई एम नट फिट, इफ आई एम नट हेल्थी, म मेरो मामु र बाबालाई कसरी हेर्ने, मेरो छोरीलाई कसरी हेर्ने। सो त्यो अलिकता त्यो जुन सेल्फिसनेस हुन्छ नि, त्यो चाहिँ अलिकता फर द गुड इन्क्रिज भएको छ मेरोमा। सो आई टेक केयर अफ माइसेल्फ, आई वान्ट टु। र अरू कुरा जस्तो तपाईँले भन्नुभयो नि, मान्छेहरूले 10 कुरा गर्छ, अब गर्न नहुने हो, तर गर्छ, इट्स देम, इट्स अप टु देम। मैले उहाँहरूको रियालिटी चिनेको छु, नाउ आई नो, म 1 स्टेप पछाडि लिन्छु। जसले मलाई हेल्प गर्यो, जसले मलाई चाहिएको बेलामा आएर मद्दत गर्यो, त्यो मान्छेलाई म अझ भ्याल्यु गर्छु अहिले होइन। त्यो मान्छेलाई म मेरो फ्रेन्डसिप अझ स्ट्रङ्गर र डिपर भएर आछ। दोज वुडन्ट सो बी इट, मलाई त्यसले अफेक्ट पनि गर्दैन अहिले। पहिलाको सुवेक्षालाई सायद धेरै अफेक्ट गर्थ्यो, मान्छेले के सोध्छन्, मान्छेले के भन्छन् होइन। तर अहिलेको सुवेक्षालाई चाहिँ त्यसले फरक पर्दैन। र अहिलेको सुवेक्षा आई थिङ्क इज अ लट मोर एम्पथेटिक, अ लट मोर vision driven to help people, okay?
I want to help people. I want to raise awareness. I want to talk about body image. I want to talk about sexual and reproductive health. म अङ्कल आन्टीहरूको बिचमा गएर अनकम्फर्टेबल कुरा गरिदिन्छु तर that needs to be done. Yeah. So that is the Suveksha that is doing now. The Suveksha now is happier with small little things in life. I don't need a grand thing. I am grateful for where I am. I'm grateful for my body. I'm grateful for the way I have healed. होइन मलाई जुन मेरो लाइफमा यो फ्यामिली र यो लाइफ पाएको छु म त्यो जस्तो राम्रो कुरा मलाई अरू केही लाग्दैन. सो त्यो भए हुनाले सेल्फ सेन्टर्ड भएको छु तर त्यही पनि grateful भएको छु around the surrounding. I would just say self-centric, selfish भन्दा पनि self-love develop भएको छ, which is very important. जो मान्छेले आफूले आफूलाई नै माया गर्दैन उसले म चाहिँ भन्छु यो जेनरली जसले आफूले आफूलाई माया गर्न सक्दैन त्यो मान्छेले अरूलाई माया गर्ने भनेको यो सबै भ्रम मात्रै हो. किनभने कुनै पनि नेचुरल क्यालामिटिज भयो भने यु विल सी इट कि सबैले आफूले आफूलाई माया गर्छ के. Like you first think about yourself, not your daughter, son, husband, mom, dad, no. So it's very good to have self-love. Subeksha ji, यस्तो मजा आइरहेछ तर probably प्रकाशजीले भनिरहेछ अरे कति बोलेको भनेर जति बोल्दाखेरि पनि like you have so much to say and I have lots of other questions. सकिने Tara, we'll have to definitely wrap this up. But before wrapping it up, what I would want you to tell the woman, जो महिलाहरू हाम्रो नेपाली समाजमा महिलाहरू हुनुहुन्छ जो आफ्नो बारेमा नसोचिकन अरूको बारेमा सोच्छन् सबैभन्दा बढी. You have also been like that 10 years back. र आफ्नो शरीरको प्रति पनि त्यस्तो धेरै अवेयर हुनुहुन्न उहाँहरू. महिला भइसकेपछि we are prone to a lot of different things, be it breast, cervical, ovarian, कतिवटा कुराहरू हामी more prone छौँ because of our body structure. ती महिलाहरूलाई हजुरले आजको यो पडकास्टबाट के भन्न चाहनुहुन्छ? The last word from Subeksha Ghimire. सो मैले चाहिँ के भन्न चाहन्छु भने I think हामीले आफूलाई अलिकता प्रायोरिटी दिन र आफूलाई सेल्फ लभ गर्नलाई गल्ती छैन. इट्स नट रङ हैन. त्यो गर्नलाई तपाईँ कम या बढी हुनुहुन्न बरु इनफ्याक्ट त्यो गर्यो भने तपाईँको एम्पथी बढ्छ, तपाईँको लभ गर्ने कपेसिटी बढ्छ हैन. सो त्यो भए हुनाले त्यो भन्छु म पहिलो सुरु त त्यो हो. र त्यो भइसकेपछि चाहिँ अर्को चाहिँ के गर्छु भने दुईटा कुरामा तपाईँले आफूलाई एकदमै अटेन्सन दिनु. एउटा तपाईँको मेन्टल हेल्थ र अर्को फिजिकल हेल्थ. सो दुईटै यस्तो इन्टरट्वाइन छ कि तपाईँको मेन्टल हेल्थ भएन भने तपाईँको फिजिकल हेल्थ रहँदैन र तपाईँको फिजिकल हेल्थ रहेन भने तपाईँको मेन्टल हेल्थ रहँदैन. सो त्यो भए हुनाले चाहिँ आफूलाई र आफ्नो छोरीलाई पनि त्यो प्रायोरिटी सिकाउनु. र म वुमेनलाई मात्र होइन मेनलाई पनि भन्छु आफ्नो छोरीसँग पनि कुरा गर्नुहोस् हैन अबाउट सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ र आफ्नो हेल्थलाई प्रायोरिटी दिनु. बिकज इफ यु डोन्ट ह्याभ हेल्थ यु डोन्ट ह्याभ एनिथिङ एल्स. Such beautiful words, Subeksha ji. र यो लास्टमा यो जुन बुक छ कहाँ अवेलेबल छ यो? सो हामीले यो पढ्नु पर्यो भने यो डिजिटल कपी हामी पठाउन सक्छौँ या यु क्यान बाई इट के छ? क्यान यु गिभ अस सम इन्फर्मेसन अबाउट द बुक? यो बुक चाहिँ धेरै समयको लागि 2-3वटा बुक स्टोरहरूमा अवेलेबल थियो तर अहिले एउटा संस्था थ्रु चाहिँ हामीले फ्रीमा डिस्ट्रिब्युसन पनि गरेका छौँ हैन. सो कसैलाई यो किताब चाहियो भने मेरो सोशल मिडिया ह्यान्डलमा मलाई रिच आउट गरेर यो किताब चाहिएको छ यो एड्रेसमा भन्नुभयो भने चाहिँ म त्यो बुक डेलिभर गरिदिन्छु. या इफ यु डोन्ट माइन्ड तपाईँलाई पनि रिच आउट गरेर बुक चाहिएको छ भने म उहाँको एड्रेस लिएर त्यो बुक चाहिँ रिच आउट दिन चाहन्छु. किन मेरो यो उद्देश्य यो किताब लेखेकोबाट चाहिँ के हो भने मान्छेलाई अवेयर होस् हैन. यो उहाँहरूलाई थाहा भएर मेरो किताब पढेर पनि उहाँहरूलाई 1 या 2% हेल्प भयो भने पनि म त्यसबाट
धेरै खुसी हुन्छु सो यो किताब इफ कसैलाई पढ्नु मन लागेको छ या मलाई चाहिँ लाग्छ कि पढ्नुपर्छ जस्तो लागेको छ इन्ट्रेस्टिङ वेमा लेख्नु भएको छ उहाँले यो किताब तपाईँहरूलाई पढ्नु मन छ भने उहाँको सोसियल ह्यान्डल्समा अर तपाईँले मलाई पनि यु क्यान कनेक्ट विथ मी मलाई पनि भन्दाखेरि पनि या एउटा डिएम गरिदिनु होला र हामी विल मेक स्योर यो किताब तपाईँहरूसम्म 100% पुर्याउँछौँ सो थ्याङ्क यू सो मच इट वाज वन्डरफुल टकिङ टु यु मलाई त भर्खर कुरा गरे जस्तो लागिरहेछ पुरै गर्नु पुगेको छैन जस्तो लागिरहेछ बट थ्याङ्क यू सो भेरी मच इट इज सो इन्साइटफुल यु हेभ टक्ड अबाउट द जर्नी एन्ड जुन काम तपाईँले गरिराख्नु भएको छ फर द सोसाइटी मेरो पनि त्यही नै उद्देश्य हो कि एटलिस्ट अवेरनेस होस् विच इज भेरी इम्पोर्टेन्ट आफू भने गुपचुप राख्ने यस्तो भयो भन्नुभन्दा हामी के गर्न सक्छौँ त सोसाइटीमा भन्ने कुराहरू इज भेरी कमेन्डेबल थ्याङ्क यू सो भेरी मच आई रियली इन्जोय टकिङ टु यू एन्ड you look so beautiful and I wish you all the very best for your upcoming life and I really salute your positivity that is thank so you kind so very of you much. Haina tara I think yo pani I'm really glad I got to do this podcast also because thank you so much for giving me the opportunity. You're welcome. It's really always nice to talk haina it's always nice to raise awareness 5 वर्ष होस् 10 वर्ष होस् 20 वर्ष होस् I would love to continue what I'm doing so thank you so very much. Thank you. Subeksha ji, thank you so very much for trusting us with a story that carries both pain and courage. Your journey reminds us that strength is not always loud. Sometimes strength is simply walking up, facing another day, and refusing to let fear write the final chapter. To every woman fighting breast cancer, to every survivor learning to live beyond it, and to every family quietly standing beside someone they love. You are seen, you are valued, and you are not alone. Cancer may become a part of someone's story, but it can never define the whole person. Thank you so very much for watching the Sonam Atte Show. May Subeksha ji's journey remind us to choose compassion, cherish life, and hold on to hope, especially when the road feels darkest.